तपाईँहरूले सुरुमा लिने भनेको एउटा मात्र तपाईँहरूले सुरुमा के लिनुपर्छ भन्दा आइडी कार्ड तपाईँसँग भएको चाहिँ तपाईँको आइडी कार्ड भन्नाले एलएन कार्ड है। आइडी कार्ड भन्नाले चाहिँ एलएन कार्ड लिनुपर्छ। यो पेन चाहिँ खासै पर्दैन। यो पेन के हुन्छ भन्दा तपाईँहरूको त्यहाँ पनि दिन्छ क्या पेन, त्यो भएको भएर यो चाहिँ पेन, यो पेन चाहिँ नलिँदा हुन्छ। यो पेन चाहिँ त्यहाँ के अरे त्यो तपाईँले परीक्षा गर्ने परीक्षा सेन्टरमा चाहिँ परीक्षा हलभित्रमा दिने भएको भएर यो नलिँदा हुन्छ। यो टिपेक्स तपाईँलाई टिपेक्स चाहिँ सकेसम्म त्यहाँ पनि दिन्छ, तर कहिलेकाहीँ चाहिँ अलिकति ढिला हुन्छ। अर्कोले पनि माग्यो, तपाईँले पनि माग्नुभयो, दुईजनालाई सँगै माग्दाखेरि चाहिँ सुरुमा हात उठाएकोलाई दिन गयो, त्यसपछि तपाईँको चाहिँ अलिक लेट भयो भने टाइम वेस्ट हुनसक्छ। यो चाहिँ सकेसम्म लिनु होला तपाईँहरूले है। यो टिपेक्स लिने भन्नाले चाहिँ अब यो टिपेक्स चाहिँ तपाईँले 25 GS यो जो छ नि फेनिजम, त्यहाँ चाहिँ जहाँबाट पनि किन्न मिल्छ। तपाईँहरूलाई धेरै जसोलाई थाहा पनि छ होला। त्यहाँ जस्तै सियुमा भयो, 7-Eleven, त्यो 25 GS यस्ता हुन्छ नि फेनिजमहरू, इमार्टहरूमा पनि हुन्छ। यो तपाईँले किनेर लिँदा भयो। तपाईँले लिने भनेको चाहिँ के त, एलएन कार्ड र अनि टिपेक्स मात्रै लिनुभयो भने हुन्छ। यो पेन चाहिँ खासै नलिँदा हुन्छ है। पेन चाहिँ त्यहीँ हुन्छ, त्यो भएको भएर खासै फरक पर्दैन। अब त्यसपछि गएर दोस्रो नम्बरमा हेर्नुहोस् त। दोस्रो नम्बरमा चाहिँ अलि अगाडि आए जस्तो लाग्यो। दोस्रो नम्बरमा चाहिँ तपाईँहरूले त खासै सोध्नु भएको छैन यसपालि होइन। योभन्दा अगाडिका चाहिँ स्टुडेन्टहरूले सोध्नुहुन्थ्यो कि एडमिसन कार्ड लिनुपर्छ कि पर्दैन भनेर सोध्नुहुन्थ्यो। यो एडमिसन कार्ड भनेको यो चाहिँ तपाईँको टपिक दिनेहरूलाई चाहिँ पर्छ। फेरि टपिक दिनेहरू हुन्छ नि, जस्तै तपाईँले यो साधन फ्याङ्गा दिनुभयो, साधन फ्याङ्गामा चाहिँ तपाईँलाई चित्त बुझेन अथवा चाहिँ फेरि टपिक दिनु पऱ्यो म चाहिँ भनेर भन्नुभयो भने, टपिकको फर्म भर्नुभयो भने टपिकको परीक्षा दिन जाने बेलामा चाहिँ एडमिसन कार्ड चाहिन्छ, अनिवार्य चाहिन्छ यो चाहिँ। यदि तपाईँले प्रिन्ट गर्ने ठाउँ पाउनु भएन, कम्पनीमा प्रिन्ट गर्दैन भने पनि तपाईँले चाहिँ परीक्षा सेन्टरमा अलिक छिटो जानुपर्छ है। परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि जानुभयो भने मेरो चाहिँ छैन निकालिदिनुहोस् भनेर भन्यो भने यो चाहिँ निकालिदिन्छ। तर यो साधन फ्याङ्गा दिन जाने बेलामा चाहिँ यो पर्दैन। मैले अघि तपाईँलाई भनेको छ नि अगाडि होइन, मात्र चाहिने भनेको दुईवटा कुरा हो। आइडी कार्ड लिनुहोस्, अनि त्यसपछि के लिनुहोस् त तपाईँले टिपेक्स मात्रै लिएर जानुभयो भने हुन्छ। अनि त्यसपछि गएर आइडी कार्ड र टिपेक्स अघि भइसकेको छ है। पेन र पेन्सिल यो चाहिँ केही पनि पर्दैन। अनि लोकेसन छ, बिल्डिङ, रुम नम्बर चाहिँ तपाईँलाई परीक्षा हुनुभन्दा 2 दिन अगाडि अथवा चाहिँ तपाईँको जस्तै शनिबार स्याटरडे, प्रायः चाहिँ साजन फ्याङ्गा भनेको स्याटरडे हुन्छ है। फ्राइडे अथवा चाहिँ थर्सडेतिर तपाईँलाई म्यासेज आउँछ। तपाईँको मोबाइल नम्बरमा म्यासेज, लोकेसन, कसरी जाने, कुन कुन बस लाग्छ, कुन छियाछल चढेर जान सकिन्छ, तपाईँ चाहिँ कुन बिल्डिङमा परेको छ, बिल्डिङको कुन तलामा र कति नम्बर रुममा चाहिँ तपाईँको परेको छ, रुम नम्बरसम्म थाहा हुन्छ है। अनि सिट नम्बर भन्ने कुरा चाहिँ तपाईँले त्यहीँ गइसकेपछि तपाईँको आइडी कार्ड देखाउनु भयो भने तपाईँको चाहिँ सिट नम्बर उसले चाहिँ भित्र रुमभित्र छिर्नुभन्दा अगाडि यति नम्बरमा गएर बस भनेर चाहिँ सिट नम्बर भित्र दिन्छ। तपाईँले रुम नम्बर चाहिँ पहिले थाहा हुन्छ। त्यस कारणले गर्दा यो के गर्ने त, यो चाहिँ तपाईँहरूलाई मैले अस्तिर भनेको थिएँ, म एकछिनपछि देखाउँछु ल। यो पिपिटी सकिसकेपछि चाहिँ म तपाईँहरूलाई कसरी चेक गर्ने, यदि तपाईँको चाहिँ मोबाइल नम्बर रङ परेको छ, टाइपिङ गर्ने बेला तपाईँले चाहिँ फर्म भर्ने बेलामा मोबाइल नम्बर रङ टाइपिङ गर्नुभयो, मिस्टेक गर्नुभएको थियो, अथवा चाहिँ तपाईँको चाहिँ अटो रिप्लेस गर्ने बेलामा मोबाइलबाट गर्नुभयो भने त मोबाइल नम्बर टाइपिङ गर्नु पर्दैन नि त। तपाईँको त्यो सोसिनेटमा आइडी बनाउने बेला जुन नम्बर राख्नुभएको थियो त्यो नम्बर चाहिँ तपाईँले चेन्ज गर्नुभयो। चेन्ज गरिसकेपछि त्यो तपाईँको पुरानो नम्बरमा चाहिँ म्यासेज गयो, तपाईँलाई केही म्यासेज आएन, परीक्षा चाहिँ हल कति नम्बर, कुन बिल्डिङमा हो, कति तलामा हो, कति रुम नम्बर हो भन्ने थाहा भएन भने तपाईँले चाहिँ तपाईँको आइडीमा चेक गर्न सकिन्छ। यो म अहिले एकछिनमा तपाईँलाई सिकाउँछु है। लोकेसन र मैले बिल्डिङहरू यताउति भनिदिएँ नि यो। अनि त्यसपछि यो लोकेसन भन्ने बित्तिकै मलाई तपाईँलाई एउटा कुरा चाहिँ भन्न मन लागेको कुरा यहाँनिर चाहिँ जानकारी दिइहालौँ। म्यासेज आयो भने सबै लेखिदिएको हुन्छ है। म्यासेज आएन भने तपाईँले चाहिँ 12 बजे, माउसले लेख्न अलिक मिल्दैन, 12 बजेदेखि चाहिँ 12:30सम्ममा तपाईँले के गर्नुपर्छ भन्दा त्यहाँ चाहिँ इन्ट्री भइसक्नुपर्छ है रुमभित्र। तर तपाईँको इक्जाम हुने भने त 1 बजेदेखि हो। यो 1 बजे चाहिँ मैले पिपिटीको कुरा गरेको छु है। पेपर बेस्ड टेस्ट दिनेहरूको लागि सिबिटीमा जानुभयो भने चाहिँ तपाईँले जस्तै 3:10मा छ भने तपाईँ चाहिँ 3 बजेभित्र त्यस्तो पनि हुन्छ। सिबिटीमा चाहिँ अलिक थोरै टाइमिङ हुन्छ क्या, थोरै टाइमिङभित्रमा चाहिँ इन्ट्री भइसक्नु पर्ने, थोरै टाइममा चाहिँ त्यहाँ पुग्नुपर्ने हुन्छ भने तपाईँले पिबिटी दिने बेलामा चाहिँ के हुन्छ त, पिबिटीमा चाहिँ आधा घन्टा 12 बजेदेखि 12:30सम्म चाहिँ तपाईँले त्यो कोठाभित्र प्रवेश गर्ने समय छुट्याइदिएको हुन्छ। त्यो समयभित्र पुग्नुपर्ने हुन्छ। लोकेसनहरू धेरै जसो के हुन्छ भन्दा हामी चाहिँ रुमबाट हेर्छौँ लोकेसन होइन, ए यति 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 लाग्दो रहेछ, यति बस लाग्दो रहेछ भनेर जान्छौँ। तर
त्यो तपाईँ चाहिँ त्यहाँ पुग्ने बेलामा त्यो टाइमिङमा त्यो भित्रमा चाहिँ के हुनसक्छ त बस नम्बर हो त्यो बस चाहिँ त्यति बेला नआउन सक्छ अथवा चाहिँ तपाईँको ट्याक्सी चाहिँ म है ट्याक्सी चढेर जान्छु भनेर हतार हतार गरेर जानुभयो भने तपाईँले चाहिँ ट्याक्सी छापा गर्न नसक्ने सम्भावना हुन्छ तपाईँले भनेकै बेलामा टाइमिङमा चाहिँ के हुनसक्छ त ट्याक्सी नआउन सक्छ त्यस कारणले गर्दा यो लोकेसन चाहिँ अलिक टाढा छ भने तपाईँहरू के गर्नु होला भन्दा समयमै जस्तै अब 12 बजेभित्र छिर्न मिल्ने हो नि त 12:30मा मिल्ने हो त्यो भएको भएर तपाईँ चाहिँ सकेसम्म 12 बजे पुग्ने टार्गेट गरेर चाहिँ त्यो ठाउँमा पुग्ने गरी जानु होला है अनि यो मैले चाहिँ ब्रेकफास्ट भनेर राखिदिएको छु तपाईँलाई चाहिँ त्यहाँ भएकोले चाहिँ फेरि इन्टरभ्यू दिन नसक्नु होला भनेर यो जानकारी दिनलाई हो यो तपाईँहरूको परीक्षा चाहिँ परीक्षा फिल्की चाहिँ एउटै 1 बजेदेखि सुरु हुन्छ है सुरु भइसकेपछि तपाईँको खुजुल सियम हुन्छ नि खुजुल सियम चाहिँ तपाईँको डेट अफ बर्थ तपाईँको चाहिँ जन्म मिति अनुसार हुने भएको भएर त्यो जन्म मितिमा चाहिँ तपाईँलाई के हुन्छ भन्दा पालो कहिलेकाहीँ ढिला हुन्छ क्या ढिला पालो स्टुडेन्टहरूको लाइन लाइन भन्दा पनि अब त्यो स्टुडेन्टहरू कति छ त्यो सेन्टरभित्र त्यो हेरेर पनि हुन्छ त्यो हुने बेलामा तपाईँको ढिला आउनसक्छ 1 बजे जस्तै 12 बजे तपाईँ भित्र इन्ट्री गर्नुभएको थियो तपाईँको चाहिँ पालो 3 बजे 4 बजे आयो होइन 1 बजेदेखि कति हो 60 मिनट त हो 60 मिनट दियो भने चाहिँ आएर अहिले भात खान्छु भनेर जानुभयो भने तपाईँ केही नखाएर जानुभयो भने तपाईँले के हुनसक्छ त अलिकति गाह्रो हुनसक्छ इन्टरभ्यू दिने बेलामा चाहिँ तपाईँ भोकोले पनि फेरि चाहिँ बोल्न नसक्ने अनि निन्द्रा लागे जस्तो फिल हुनसक्छ त्यो भएको भएर बिहान चाहिँ 12 बजेभन्दा अगाडि ट्याक्क टुक्क कता हुन्छ के हुन्छ खाएर जानु होला है यो चाहिँ भयो तपाईँले चाहिँ रिमेम्बर सम्झिनु पर्ने कुराहरू यति त जानिन्थ्यो जस्तो लागेको होला म अरू इम्पोर्टेन्ट कुरा पनि भन्छु अहिले है एकछिन वेट गर्नुहोस् अनि त्यसपछि गएर अब मैले तपाईँलाई यहाँ सिकाउने भनेको यहाँनिर छ है अलि इम्पोर्टेन्ट भनेको यहाँनिर छ इक्जाम मेथड छ इक्जाम मेथडमा चाहिँ तपाईँको परीक्षा दिने तरिका भन्ने छ म परीक्षा दिने तरिका तपाईँहरूलाई अलिकति थोरै आइडिया दिन्छु अब तपाईँलाई सबै सिकाएर त सम्भावना पनि हुँदैन टाइमिङ पनि पुग्दैन तपाईँलाई टाइमिङ मैले जति तोकेको छ नि त्यो टाइमभित्र मैले त्यो भ्याउँदा पनि भ्याउँदैन परीक्षा चाहिँ कसरी दिने भन्ने तरिका चाहिँ म थोरै तपाईँहरूलाई म एकछिनमा सिकाइदिन्छु यो मैले मोडल क्वेसन देखाएरै सिकाउँछु है अनि यसमा चाहिँ यो मेथड मध्येमा चाहिँ दुईवटा छ सिबिटी र पिबिटी छ नि त होइन यो सिबिटी र पिबिटी दिने बेलामा अलिकति ध्यान दिनुपर्ने कुराहरू पिबिटी दिँदाखेरि के हुन्छ र सिबिटी दिँदाखेरि म अहिले एकछिनमा मोडल क्वेसन भन्ने बेलामा भन्छु टाइमिङ म्यानेजमेन्टको बारेमा र टाइमिङ म्यानेजमेन्टको बारेमा टाइमिङ म्यानेजमेन्टको बारेमा चाहिँ यो टाइमिङ म्यानेजमेन्ट मैले उयोमा राखेको छु है तपाईँले यो टाइमिङ म्यानेजमेन्ट भन्नाले समय व्यवस्थापन पहिला सुरुमा दिने मान्छेहरू धेरैले चाहिँ 34 33 नम्बरमा गएको थियो मेरो त समय सक्यो भन्ने स्टुडेन्टहरू धेरै हुनुहुन्छ क्या मैले त पछाडि कस्तो सजिलो सजिलो थियो जस्तो लागेको थियो मेरो त बी परेछ अगाडि लङ क्वेसन परेको थियो अनि लास्टमा सर्ट क्वेसन त मैले गर्नै भ्याएन म त 33मा गएको मेरो त अनि टाइमै सक्यो भन्नुहुन्छ कि यो टाइमिङ म्यानेजमेन्ट गर्नको लागि चाहिँ यो हो मेथड है तपाईँहरू यो मेथड चाहिँ कसको लागि हो भन्दा पेपर बेस्ड दिनेहरू जो तपाईँ 21 तारिक पिबिटी दिँदै हुनुहुन्छ नि उहाँहरूको लागि यो मेथडबाट गर्नुभयो भने तपाईँले चाहिँ टाइमिङ एकदम म्यानेज गर्न सकिन्छ भन्नाले तपाईँले कसरी गर्ने भन्दा टिक फर्स्ट इन पेपर भनेको छु मैले तपाईँलाई चाहिँ मेरोमा मैले अर्कै गरेर राखेको थिएँ यो देखाउने बेलामा चाहिँ अलि उ देखाइदिएको भएर तपाईँलाई अलि अलि सरस्वती छिटो छिटो सरस्वती भन्दा पनि मैले बनाउन खोजेको सिरियल वाइज चाहिँ आएन क्या यसले अगाडि पछाडि देखाइदियो म तपाईँलाई अगाडि सारिदिएँ है यो भनिसकेपछि म टाइमिङ म्यानेजमेन्टको बारेमा यो भनिसकेपछि तपाईँलाई सिकाउँछु ल तपाईँले फेरि कहाँ लियो भनेर भन्नु होला टाइम त्यो पनि आउँछ अहिले है यो भइसकेपछि तपाईँहरूलाई त्यहाँभित्र छिर्ने बेलासम्म मैले भने नि होइन तपाईँहरूले लोकेसन भइसकेपछि कोठाभित्र 12:30मा छिर्नुहुन्छ तपाईँलाई कोठामा छिरिसकेपछि के हुन्छ त त्यहाँ स्यामसुङ भन्ने मान्छे तपाईँले चाहिँ त्यहाँबाट त्यो टिक नलगाउनुहोस् त मैले फेरि रिमुभ हानिदिन्छु है फेरि अनि त्यहाँभित्र छिरिसकेपछि तपाईँलाई चाहिँ सिट नम्बर दिन्छ सिट नम्बर दिइसकेपछि आफ्नो सिट खोज्दै जाने अनि टुसुक लगाएर बस्ने है बसिसकेपछि तपाईँको चाहिँ 1 बज्नुभन्दा 15 मिनट अगाडि दिन पनि सक्छ कसैले त जाने बित्तिकै दिइहाल्छन् तपाईँको त्यहाँ अब भित्रको गार्ड अनुसार चाहिँ फरक पर्छ त्यहाँ गइसकेपछि तपाईँहरूलाई यो पेपर दिन्छ यो हो यो ओएमआर खादु भन्ने भइहाल्यो है अनि यहाँनिर छ नि यो चाहिँ क्वेसन हो तपाईँको यो ए क्वेसन ए भयो भने यो के यो ए बी भयो भने यो के भयो त क्वेसन ए भयो क्वेसनहरू चाहिँ तपाईँलाई दुई प्रकारका हुन्छन् यो त पहिल्यै नेपालमा पनि तपाईँले जान्नुभएको छ ए र बी प्रकारका हुन्छन् है हो यो क्वेसन चाहिँ पहिला दिँदैन तपाईँलाई पहिला यो ओएमआर खादु दिन्छ पिबिटीहरूलाई है यो ओएमआर खादु दिइसकेपछि चाहिँ यहाँ ओएको किन दुङ नोक बनो भनेर भनेको छ नि ऊ यो भागमा चाहिँ तपाईँले जस्तै
यहाँ जसरी 1 लेखेको छ नि 1 मा लगायो क्या यहाँनिर 1 मा लगायो नि होइन 2 छ भने चाहिँ कतिमा लगायो त 2 मा लगायो यहाँनिर तपाईँले जस्तै 93327 त्यस्तै त्यस्तै तपाईँहरूको नम्बर हुन्छ होइन त्यो नम्बर जस्तो नम्बर छ यहाँ नम्बर राख्नुहुन्छ पहिला यो अगाडिभरि तपाईँको जन्ममितिको हुन्छ सबैको त्योभन्दा पछाडि नम्बर हुन्छ नि कार्ड नम्बर त्यो कार्ड नम्बर राख्ने बेलामा यहाँ हेर्नुहोस् त 1 छ नि 1 मा लगायो 2 छ 2 मा लगायो 3 छ 3 मा लगायो तपाईँको चाहिँ धेरै जसोको 1990 जन्मेको हुन्छ मलाई 99बाटै आउँछ नि त धेरै जसोको यो 9 आयो भने तपाईँले कहाँ लगाउनु त यहाँ 9 मा लगाउने 1 मा लगाउने होइन 9 मा है यसरी 9 मा अब फेरि 9 छ भनेपछि फेरि 9 मा लगाउनु 993 छ भनेपछि कतिमा लगाउनु पर्ने त यो माथि आएर 3 मा लगाउनु हो यसरी यो चाहिँ तपाईँको वैकुकिन दुङ्नोक बन हो तपाईँले नम्बर भर्ने है यहाँ 5 छ भने यहाँ कतिमा लगाउनु पर्यो त तपाईँले 5 मा लगाउनु लाइन अनुसार फेरि यो 6 छ भने कतिमा लगाउनु पर्यो 6 मा लगाउनु 7 छ भने 7 मा यो लाइन अनुसार सर लगाएर यसको 7 थियो 7 मा लगायो यो 6 मा थियो 6 मा लगायो 4 थियो 4 मा लगायो यो 3 छ 3 मा लगाउने हो यसरी तपाईँले यो वैकुकिन दुङ्नोक बनाऊ भर्ने भरिसकेपछि यहाँनिर चाहिँ याङमुन इरुम भनेको छ यहाँनिर के गर्ने त एलएन कार्डमा भए जस्तै तपाईँले आफ्नो नाम लेख्ने हो इङ्ग्लिसमा नाम लेख्ने है त्यसपछि सेन्टरको नाम हुन्छ त्यो सेन्टरको नाम चाहिँ तपाईँले अर्कोमा भर्दा अर्को त्यो खुसुलको हो त्यो यसमा चाहिँ होइन यो त्यसपछि गएर यहाँ चाहिँ एन्सरहरू हुन् 1 देखि तपाईँहरूको कतिसम्म हुन्छ त 50 सम्म हुन्छ तपाईँहरूको टोटल क्वेसन 50 वटा हुन्छ 50 मध्येमा मैले राइटिङ भनेर पछाडि पनि राखेको थियो 49 र 50 दुईवटा क्वेसन चाहिँ तपाईँलाई राइटिङ आउँछ नि लेख्ने होइन यहाँ 48 सम्म लगाउने 40 सम्म मात्र देखाइदिएको छ यहाँ लगाइसकेपछि पछाडिपट्टि दुईवटा लेख्ने क्वेसन हुन्छ जो दुईवटा लेख्ने क्वेसन चाहिँ यसको ट्याक्कै कता हुन्छ त ब्याक साइडमा हुन्छ है पछाडिपट्टि हुन्छ त्यो चाहिँ पछाडिपट्टि लेख्ने क्वेसन चाहिँ पछाडि लेख्नुपर्छ मैले तपाईँलाई अहिले भनिदियो ओएमआर खाँदो म पछि देखाउँछु भनेर छुट्टै अर्को पनि बनाइदिएको थिएँ मैले अहिले नै भनिदिइसकेँ त्यसलाई चाहिँ त्यसरी थाहा पाउनु होला अनि तपाईँलाई चाहिँ पेपर आयो ए ह्याङ र बी ह्याङ भनेर हुन्छ यसरी ए ह्याङ भनेर आउँछ बी ह्याङ आउँछ त्यो क्वेसन पेपरमा पनि तपाईँले के गर्नुपर्छ भन्दा वैकुकिन दुङ्नोक बनाऊ आफ्नो चाहिँ के राख्ने त एलएन कार्ड नम्बर राख्ने अनि त्यसपछि गएर याङमुन इरुम राख्ने तपाईँको चाहिँ इङ्ग्लिसमा नाम तपाईँको एलएन कार्डमा भए जस्तै नाम चाहिँ लेख्नुपर्ने हुन्छ त्यो पेपरमा है जो पाउनुहुन्छ नि पेपर त्यो पाइसकेपछि अब मैले अघि भनेको थिएँ नि इक्जाम मेथडमा चाहिँ टाइमिङ म्यानेजमेन्ट भनेर यो मैले यसैमा लिइदिएँ तपाईँहरूलाई धेरै जसोले के गर्नुहुन्छ भने यो पेपर पल्टाउनुहुन्छ पल्टाइसकेपछि यहाँ चाहिँ एकको एन्सर हेर्नुहुन्छ एकको एन्सर हेर्ने बेला दुई भेट्नुभयो भने यहाँ 2 मा टिक लगाइहाल्नुहुन्छ होइन अनि फेरि यहाँ क्वेसन हेर्नुहुन्छ अनि 2 को चाहिँ 3 पाउनुभयो भने 3 मा लगाउनुहुन्छ तर मैले भनेको तपाईँलाई त्यसरी नगर्नुहोस् यसरी गर्दाखेरि चाहिँ तपाईँलाई टाइमिङ पनि बचत हुँदैन अनि अर्को कुरा चाहिँ तपाईँले यो 2 लेख्ने ठाउँमा 3 लेख्नु भएको थियो भने अथवा चाहिँ तपाईँले यो 2 नम्बरको एन्सर जान्नु भएको थिएन क्या यसको चाहिँ 2 को चाहिँ ओहो के हो भएको थियो तर तपाईँले चाहिँ अहिले झ्याम्मै लाएर नहानु भने पछि बिर्सिन्छ अहिले हानिदिइहाल्छु भनेर त्यत्तिकै हानिदिनु भयो यहाँनिर भनेपछि तपाईँको क्वेसन मिस्टेक हुनसक्छ तपाईँसँग टाइमिङ पछि बचत हुँदाखेरि पनि तपाईँले क्वेसन चाहिँ रिभ्यू गर्न पाउनुहुन्न क्या त्यस कारणले गर्दा पहिला सुरुमा चाहिँ के गर्ने भन्दा यसलाई चाहिँ तपाईँको यो 1 बजेभन्दा अगाडि नै दिन्छ सुरुमै दिन्छ ओएमआर खाँदो धेरै गजाङ गुजुङ भयो मैले यसलाई चाहिँ क्लियर गरेँ ल यो ओएमआर खाँदोमा तपाईँले वैकुकिन दुङ्नोक बनाएर तपाईँको इरुम लेख्नु भयो भनेपछि यसलाई फालिदिनुहोस् पतिर अनि त्यसलाई इएङ हो कि बिएङ हो यहाँनिर गोरो लगाउने है ए हो भने एमा लगाउने यसरी बी हो भने बीमा यसरी यसरी लगाउने यो लगाउनु भने यसलाई फालिदिनुहोस् यसलाई चाहिँ 10 मिनट तपाईँ टाइमिङ हेर्नु होला 10 मिनटभन्दा अगाडि यसलाई नछुँदा हुन्छ यता जानुहोस् अब यो पेपर हेर्नुहोस् यो पेपरमा हेर्ने बेलामा तपाईँले 1 नम्बरदेखि चाहिँ सरर लाएर क्वेसन हेर्दै जाने हो 1 नम्बरको हेर्नुहोस् तपाईँलाई चाहिँ क्वेसन चाहिँ जानेको भयो ठिक छ एकदम ओके छ भने ओके एन्सर कति हो 2 3 4 कति हो 1 है त्योमा गोलो लगाइ फाल्नुहोस् 2 आयो 2 को तपाईँले जान्नु भएन कन्फ्युज भयो भने एन्सरमा नलगाउनुहोस् 1 2 3 4 हुन्छ नि यो एन्सरमा नलगाउने होइन यो अगाडि लगाइ फाल्नुहोस् क्या यसलाई यसरी गोलो यो मैले जानेन है एकछिनपछि टाइम भयो भने म तँलाई हेर्छु त्यहीँ बसिराख भन्ने 3 नम्बर आयो 3 नम्बरको चाहिँ 1 2 3 4 हुन्छ तपाईँले जानेको आयो ल 2 है ओके भयो 4 जानुहोस् 4 कोमा चाहिँ 1 2 3 4 हुन्छ तर तपाईँले चाहिँ नजानेको भएछ अरे यो चाहिँ तपाईँले कन्फ्युज भएको कि यो होला कि अहिले एकछिनमा सेङ्गा गर्नुपर्ने अथवा चाहिँ सोच्नुपर्ने भयो भने त्यसलाई नजानेकोलाई चाहिँ क्वेसन एन्सरमा गोलो लगाइ फाल्नुहोस् यो पेपर जति घट्टा काट्टा कारो करे जति पार्दा हुन्छ तपाईँकै पेपर हो टेन्सन हुँदैन है त्यो भएको भएर त्यसमा चाहिँ यसरी अगाडि लगाउनुहोस् एन्सर नजानेको एन्सर जानेको चाहिँ एन्सरमा गोलो लगाइ फाल्नुहोस् हिँड्नुहोस्
यो सबै सरल आएर भ्याइसकेपछि भ्याउने भन्दा पनि फेरि तल नभ्याउँदै यता ओएमआर खातामा एकपटक पनि टिक नलाउने समय होला। फेरि मैले तपाईँलाई अघि पनि भनेको छु कि 10 मिनट है एकदम घडी अगाडि हुन्छ त्यहाँ, त्यो 10 मिनट भन्दा अब 10 मिनटसम्म चाहिँ पेपरमा हेर्ने, अनि 10 मिनटपछि यता आएर गोलो लगाउने हो। गोलो लगाउने बेलामा चाहिँ ऊ यहाँ देखाइदिएको जस्तै यस्तो टिक मात्र लगाएर हुँदैन है, यस्तो ओके लगाएर हुँदैन, अनि यस्तै अलिकति थोप्लो मात्र लगाएर हुँदैन। के गर्नुपर्छ त, यति जतिको क्या, यति जतिको भन्नाले फेरि लगाएर फेरि बाहिर ल्यायो भने हुँदैन। नेपालमा लगाएको छ नि, तपाईँले गरेको छ त्यो त मैले धेरै सिकाउनु पर्दैन। यस्तो भन्नाले यो पुरै यो रेखाभरि पुरै लगाउने होइन कि, रेखाभित्र के हो त कम्प्युटरले रिड गर्ने जत्तिकै लगाउनुहोस् है, यसरी लगाउनुहोस्। यति लगाउनु भयो भने हुन्छ। यसरी लगाउनु भयो भनेपछि तपाईँले चाहिँ क्वेसन पेपरमा पहिला सर लाएर 50सम्मको एन्सर सर लाएर टिक लगाउने, नजानेको छोड्ने, बसिदिने। पछि यो सकाइसकेपछि टाइमिङ हेर्ने, तपाईँसँग चाहिँ अझै अब 20 मिनट छ भनेपछि अब नजानेका क्वेसन हेर्नुहोस्। नजानेका क्वेसनलाई चाहिँ एकदम दिमाग लगाएर सम्झेर घोकेर लगाउनुहोस्, 10 मिनट बचाउनुहोस्। 10 मिनट पछिसम्म पनि नजानेकै छ भनेपछि तपाईँले आफै माउन्देर होइन। कोरियामा चाहिँ दुई दुई एन्सर लगाउँदा हुन्छ भन्छन्, तर कति बेला दुई नमिलेको पनि हुन्छ। तर तपाईँले चाहिँ अब भन्दै भएन भने दुई दुई मात्र हान्दा पनि भयो। केही गरी के एकदम आउँदै आएन भनेपछि त्यो चाहिँ विकल्पमा क्या, नलगाएर जानेको छैन भने नलगाएर चाहिँ नछोड्नुहोस् है। जानेको छैन भने पनि के गर्नुहोस् त, एउटामा चाहिँ लगाउनुहोस्। कहिलेकाहीँ चाहिँ अँध्यारोमा ढुङ्गा हान्दाखेरि झ्याम्म लाग्न सक्छ, त्यस कारणले गर्दा त्यो चाहिँ त्यहाँनिर गर्नु पऱ्यो है। यति गरिसकेपछि मैले यहाँ तपाईँलाई 2-3वटा कुरा भनेको छ, तपाईँले चाहिँ थाहा पाउनु भयो कि भएन। यो 50 र उतिको चाहिँ एन्सर पछाडि हुन्छ भनेर भनेको छु नि मैले है तपाईँहरूलाई। एन्सर त्यो ओएमआर खादुको चाहिँ पछाडिपट्टि हुन्छ क्या, 50 र 49 र 50को दुईवटा लेख्ने क्वेसनको चाहिँ ओएमआर खादुको पछाडिपट्टि 50 र क्वेसन चाहिँ 50 नम्बरसम्म हुन्छ लेखिदिएको, तर तपाईँले त्योमा चाहिँ लेख्न मिल्दैन नि त, लेख्नलाई चाहिँ पछाडिपट्टि है, त्यो सिकाइदिनु खोजेको। यसपछि गएर मैले अर्को यो अलि अगाडि आएछ इक्जाम मेथडमा मैले तपाईँलाई अघि भने नि, पहिला पेपरमा टिक लगाउने होइन, टाइमिङ हेर्ने, 10 मिनट टाइमिङभन्दा अगाडि चाहिँ के नगर्ने त, उमा ओएमआर खादुमा चाहिँ चेक नलगाउने, पेपरमा मात्रै चेक लगाउने। ओके, चेक लगाउँदा के गर्ने त, जानेकोलाई एन्सरमा गोलो लगाउने, नजानेकोलाई चाहिँ क्वेसन नम्बरमा गोलो लगाउने, त्यति थाहा पाउने। त्यसपछि ओएमआर खादुमा कसरी गोलो लगाउनुपर्छ मैले तपाईँलाई भनिदिइसकेको छ। प्लस चाहिँ तपाईँले ओएमआर खादुमा लेख्नुपर्ने इम्पोर्टेन्ट कुराहरू भनेको वेगो किन्दुङ नोक बनाऊ, प्लस के त याङमुनि रुम तपाईँको इङ्ग्लिस नेम अनिवार्य। त्यसपछि गएर क्वेसन पेपरमा पनि तपाईँले आफ्नो नाम र के त एलएन कार्ड नम्बर चाहिँ अनिवार्य लेख्ने। त्यसपछि गएर यसमा चाहिँ अर्को के गर्ने त, गोलो लगाउँदाखेरि यो घेराभन्दा बाहिर पनि आउनु भएन, घेराभन्दा भित्र पनि थोरै हुनु भएन, ठिक्क भयो भने हुन्छ, कम्प्युटर रिड गर्ने जति भयो हुन्छ। अब मैले भनिदिन्छु सिबिटीको। सिबिटी गर्ने बेलामा त अब यता त पेपरमा गोलो लगाउने भयो, उता चाहिँ के गर्ने भन्ने हुन्छ। सिबिटी गर्ने बेलामा चाहिँ केही गर्नु पर्दैन। सिबिटीमा सजिलो उपाय भनेको सबैमा टिक लगाउँदै हान्दै हिँड्दा हुन्छ है। तर सिबिटीमा चाहिँ मिस्टेक नगर्नुपर्ने भनेको टाइमिङ नहेरिकन, माथि टाइमिङ हुन्छ, त्यो टाइमिङ हुनुभन्दा कम्तीमा पनि 3 मिनट। जब चाहिँ तपाईँले छेचुल गर्नुहुन्छ नि, छेचुल गरेकै तपाईँको सक्यो क्या, त्यो कम्प्लिट भइसक्यो, तपाईँले चाहिँ फिलअप गरिसक्नुभयो भन्ने हुन्छ। त्यो गर्दाखेरि चाहिँ तपाईँले क्वेसनहरू रिपिट पार्नै सक्नुहुन्न। मेरो अस्ति हाम्रो एकजना स्टुडेन्टले अस्ति त्यो स्टुडेन्ट यहाँ कोरियामा पनि स्टुडेन्ट मास्टर पढ्दै हुनुहुन्छ, उहाँलाई चाहिँ फर्म मैले आफै भरिदिएको थिएँ, गएको इक्जाम दिन गएको, हानेर पछि रिचेक गर्न मिल्छ होला, स्क्रल गर्न मिल्छ होला भनेर गरे, तल छेचुलो हानिदिएको, अनि टाइमिङ नहुँदै सुरुमै छेचुल हानिदिएर जम्मा 2 लेभल आएको थियो। हो, कम्प्युटर दिने मान्छेहरूले चाहिँ छेचुल चाहिँ गर्नु हुँदैन है। क्वेसन चाहिँ तपाईँलाई कसरी हुन्छ भन्दा यस्तरी देखाइदिएको हुन्छ कम्प्युटरमा चाहिँ, ऊ यो भागमा पनि हुन्छ, ऊ यता एन्सर लगाउने हुन्छ। तपाईँले यहाँबाट टिक लगाउँदै जाँदा पनि हुन्छ, क्वेसन यहाँबाट हेर्न पनि मिल्छ। यहाँ तल लास्टमा चाहिँ एउटा छेचुल बटम हुन्छ, त्यो बटममा चाहिँ नथिच्दासम्म तपाईँले माथिका क्वेसनहरू तल माथि यताउता दायाँ बायाँ सारेर यसरी कता छ मजाले हेर्न मिल्छ है। छेचुल बटन दबाउनु भयो भने तपाईँले चाहिँ मैले पुरा गरेँ भनेर दबाएको भएको भएर कम्प्लिट भयो, तपाईँले जति खोज्दा पनि भेटिन्न, त्यो क्वेसन नै गइसकेको हुन्छ, हराएर गइसक्छ क्या उनीहरूकोमा, अटोमेटिकली चाहिँ गइसकेको हुन्छ। त्यस कारणले गर्दा त्यो काम चाहिँ नगर्नु होला। छेचुल गर्ने भनेको चाहिँ कम्प्लिट भयो, मैले जानेको यति हो, मैले चाहिँ सक्ने यति हो, टाइमिङ पनि मेरो भयो भन्नुभयो भने मात्रै छेचुल गर्नुपर्ने हुन्छ है। कम्प्युटर सिबिटी दिनेहरूले, सिबिटी दिने बेला मैले अघि टाइमिङ भने यहाँ 30 मिनट अगाडि जानुपर्छ, त्यहाँ चाहिँ 10-15 मिनट मात्रै हुन्छ, त्यति बेला अगाडि जानु होला। अनि त्यसपछि गएर सिबिटी दिँदाखेरि चाहिँ छेचुल गर्नु, राइटिङको कुरा छ नि, यो पेपर बेस्ड लेख्नेले चाहिँ पछाडिपट्टि लेख्नुपर्छ भने उसले चाहिँ किबोर्डमा हान्नुपर्छ, किबोर्डमा लेखिदिएको हुन्छ तपाईँलाई त्यहाँ त्यो इङ्ग्लिस कसरी बनाउने, कोरियन कसरी बनाउने भन्ने हुन्छ,
किबोर्डमा धेरै हान्नु पर्दैन, दुईवटा त हो, दुईवटा लेख्नलाई चाहिँ किबोर्डमा तपाईँले हेरी हेरी हान्दा हुन्छ, फरक पर्दैन है। तपाईँले चाहिँ कोरियन फर्र टाइपिङ गर्ने आउनुपर्छ होला सिबिरी दिनलाई भन्ने होइन कि, त्यस्तो चाहिँ पर्दैन, त्यस्तालाई चाहिँ पर्दैन। के त जम्मा कम्प्युटर यसरी हेरेर हान्दा हुन्छ। तपाईँले अप्सुम निदा भन्ने लेख्ने हो कि के लेख्ने हो, खायो खाम्निदा भन्ने त्यस्तै केही आयो भने त्यो लेख्ने हेरेर टाइपिङ गर्दा हुन्छ। 49 र 50 नम्बर ओके। यहाँनिरसम्म भयो। यो मैले इक्जाम मेथड म अब क्वेसन एकपल्ट देखाइदिन्छु तपाईँहरूलाई। अब योभन्दा पछाडि यो मैले सिकाएँ है, यो सिकायो। अब म अलिकति यो चाहिँ भनिदिन्छु ल। यो भनिसकेपछि मैले चाहिँ तपाईँहरूलाई क्वेसनमा चाहिँ टाइमिङ म्यानेजमेन्टको चाहिँ त्यहाँ पनि छ अलिकति, त्यो टाइमिङ म्यानेजमेन्टको बारेमा म क्वेसन सोल्भ गर्ने बेलामा तपाईँलाई सिकाइदिन्छु। यो इन्टरभ्यू दिँदाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू भनेको इन्टरभ्यू दिने बेलामा धेरैजनाले चाहिँ तपाईँहरूले इन्टरभ्यूमा पो गाह्रो हुन्छ कि क्या हो भन्नुहुन्छ कि धेरैले। अब अस्ति मलाई एउटा को स्टुडेन्टले नाम त मलाई याद छ, अब अहिले नभनौँ, यहाँ जोइन हुनुभएको छ होला सायद। उहाँले के भन्नुहुन्थ्यो, तपाईँको क्लासमा सर इन्टरभ्यूको बारेमा त सिकाउनु भएन। इन्टरभ्यू भन्ने कुरा तपाईँलाई सिकाउने कुरा चाहिँ होइन, मेथड मात्रै सिकाउने कुरा हो। मेथड चाहिँ मिसले पनि सिकाउनु भएको छ, मैले चाहिँ झन् तपाईँलाई त अलिक प्लस पोइन्ट गरेर मैले सिकाइदिन्छु। मैले इन्टरभ्यूमा सोध्ने क्वेसन र योभन्दा अगाडिका हामीले गरेका, यो चाहिँ 8औँ क्लास हो तपाईँहरूको। 7औँ क्लाससम्म चाहिँ स्टुडेन्टहरूबाट लिएका क्वेसनहरू र मेरो आफ्नो अनुभवमा मैले चाहिँ सोधिएका क्वेसनहरूको सबै तपाईँलाई मैले चाहिँ भिडियो गर्ने मात्रै गाह्रो हो नि त। त्यो भिडियो गर्नेको मैले 3 पेजसम्म बनाएर तपाईँलाई पठाइदिइसकेको छ, पेजबाट पोस्ट पनि गरिदिएको छ है। त्यसलाई चाहिँ एकदम हेरेर जानु होला। भिडियो गर्ने क्वेसनहरूमा डिफ्रेन्स छुट्याउने कुरा हुन्छ नि, कोरिया अनि नेपाल तपाईँको कस्तो छ, यता कस्तो छ भन्ने विषयमा के हो, त्यसको बारेमा मैले बनाइदिइसकेको छ। इन्टरभ्यूमा भनेको मेन भनेको चाहिँ तपाईँको अब कोरिया भनिसकेपछि एउटा अनुशासित, यहाँको चाहिँ एउटा एजल, यहाँको संस्कृति कल्चरहरूको हरेक कुराहरूको भएको भएर इन्टरभ्यू दिन जाने बेला तपाईँले त अन्तर्वार्ता नेपालमा पनि अन्तर्वार्ता दिन जाँदाखेरि के गर्नुपर्छ, कसरी अन्तर्वार्ता दिनुपर्छ भन्ने विषयमा नर्मल्ली तपाईँहरूले पढेर आउनुभएको मान्छे भएको भएर मैले धेरै डिस्क्रिप्सन गर्न चाहिँ जरुरी छैन, तपाईँले जान्नु भएको छ होइन। त्यहाँभित्र देखाउनु पर्ने बानी व्यवहारहरू कसरी गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ, मैले धेरै सिकाएन। तर मेन अर्को भनेको चाहिँ तपाईँले के गर्नु पऱ्यो भन्दा, पेपर दिएको हुन्छ क्या, यो रिडिङ तपाईँको एउटा 1 नम्बरमा हेर्ने भनेको रिडिङ पावर हो। तपाईँको चाहिँ प्रोनाउन्सिएसन कस्तो छ, तपाईँले चाहिँ रिडिङ कतिको गर्न जान्छ, प्रोनाउन्सिएसन कतिको गर्न जान्छ, त्यसपछि गएर यो मान्छेले चाहिँ पढेको कुरा कतिको बुझ्छ भनेर एउटा पेपर दिएको हुन्छ है। त्यो पेपर दिइसकेपछि त्यो पेपरमा चाहिँ तपाईँले के गर्नुपर्छ त, त्यसलाई चाहिँ पहिला सकेसम्म तपाईँ त्यो टेबलमा गइसकेपछि बस्नुहोस् भनेर भन्यो भने तपाईँ बसिसकेपछि सरर लाएर, त्यो अरूले नहेरे पनि तपाईँ चाहिँ सकभर सरर लाएर हेर्नुभयो भने राम्रो। किनभने नि अरूले पढ्न लगाउने भनेको तपाईँलाई 2-3वटा लाइन मात्रै हो, सबै त पढ्नु पठाउँदैन नि त। 5जना हुन्छ, 5जना मध्येमा चाहिँ थोरै थोरै पढ्न लगाउँछ। त्यति बेलामा क्वेसन चाहिँ तपाईँले नपढेको तल अर्कोले पढेको क्वेसन सोध्न सक्छ। त्यो भएको भएर सकेसम्म गएर चाहिँ सर 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 लाएर सुरुमै त्यो पेपरभरि पढिसक्नुभयो भने बेस्ट है। पढिसक्नु भएन भने पाला आएको बेला जति पढ भन्छ त्यति चाहिँ तपाईँले एकदम के गर्नु पऱ्यो त, प्रोनाउन्सिएसन राम्रो गर्नु पऱ्यो, रिडिङ पावर चाहिँ देखाउनु पऱ्यो। त्यसपछि गएर त्यो गरिसकेपछि तपाईँलाई त्यही भित्रबाट एउटा क्वेसन सोध्छ भन्नाले, जो पढ्नु भएको छ नि प्यासेजमा आएको छ नि त्यहीबाट एउटा क्वेसन सोध्छ। त्यहीबाट एउटा क्वेसन सोध्यो भने 5 हो, पढ्यो पनि 5 हो, त्यसै आइहाल्यो नि 10 त होइन। 10मा तपाईँ कति आउनु पऱ्यो त, माइनसै भयो भने 7 त आउनु पऱ्यो नि त्यहाँबाट। त्यो गर्ने भएको भएर 2टा कुरा एकदम केयरफुल भएर हेर्नु पऱ्यो। अर्को कुरा स्पिकिङ पावर भनिसकेपछि तपाईँले त्यहीबाट सोधेको हो, अनि प्लस चाहिँ स्पिकिङमा चाहिँ तपाईँलाई माउन्देरो जे पनि सोध्न सक्छ। मैले तपाईँलाई मेरो आफ्नो भन्नुपर्दाखेरि म सिबिटी जाने बेलामा सोधेको क्वेसन थाहा छ मलाई। मलाई के सोधेको थियो भने मैले वास्तवमा यो अलिक फर्मल ड्रेस लगाएर, फर्मल भन्नाले कोट प्यान्ट लगाएर गएको थियो, अनि यो कपडा चाहिँ तैँले चाहिँ यो कपडा किन लगाएर आइस, अनि चाहिँ यो लगाउनुको कारण के हो भनेर सोधेको थियो क्या। यस्तो माउन्ट दिएर सोध्न सक्छ। अब अस्ति भन्दा पनि सुरुको पिपिटी हो कि के कुन दिन जाने बेलामा तँलाई चाहिँ यो ठाउँसम्म आइपुग्न कतिको गाह्रो भयो, ट्याक्सी चढेर आइस कि ऊबाट के अरे त्यो छियाचल चढेर आइस भनेर सोधेको थियो। हो यस्ता क्या नर्मल खालको कुराहरू सोध्छ नि त, त्यो आफूलाई आफ्नो खुसी। तँलाई चाहिँ कोरियाको सबैभन्दा मनपर्ने खाना कुन हो, किन भनेर सोधेको छ भन्ने जस्ता क्वेसनहरू है। अनि त्यस पछाडि गएर एकपल्ट चाहिँ अर्को स्टुडेन्टलाई, मलाई चाहिँ होइन, स्टुडेन्टलाई सोधेको
तँलाई चाहिँ नेपालको सबैभन्दा मनपर्ने खाना कुन हो, त्यो पकाउने तरिका के हो भनेर सोधेको थियो। हो यस्ता के, अनि त आफै त्यत्तिकै त्यो ढाँटेर भन्ने जस्ता कुराहरू हो नि त। जे भने मैले चाहिँ त्यो लुगा लगाएर जानको कारण त मैले त त्यत्तिकै भन्दा पनि त भयो नि। त्यो त ठ्याक्ट एन्सर हुनुपर्छ। अब नेपालको खाना तिनीहरूलाई थाहै हुँदैन, मलाई चाहिँ अब यो खाना मनपर्छ, यो चाहिँ यस्तो यस्तो कारणले गर्दाखेरि हो भनेर भन्दा भयो। त्यसो भएको भएर माउम दिएर तपाईँले चाहिँ आफूले मनदेखि त्यत्तिकै ढाँटेर भन्ने खालको क्वेसनहरू सोध्ने भएको भएर यो स्पिकिङ पावर चाहिँ तपाईँले कतिको बोल्नुहुन्छ, तपाईँले चाहिँ अब कम्पनीहरूमादेखि लिएर यताउति हरेक कुराहरू हुन्छ नि, त्यो स्पिकिङ पावरको लागि मात्रै हो। त्यस कारणले गर्दा त्यो चाहिँ के सोध्छ भन्ने हुँदैन, तपाईँलाई जे पनि सोध्न सक्छ, तपाईँले जे पनि भन्न सक्नु पऱ्यो त्यो चाहिँ है। अनि अब स्पेसियल्ली मैले अस्ति तपाईँलाई यो छुट्याइदिएको थियो नि, धेरै जसो चाहिँ कल्चरहरूको बारेमा क्या, यो छुसक सलनाल नेपालको चाहिँ सबैभन्दा ठुलो चाड चाहिँ कुन हो, अनि कसरी मनाइन्छ भन्ने जस्ता कुराहरू भए है। त्यस पछाडि यहाँ चाहिँ छुसक सलनाल भइहाल्यो। अनि कपडाहरू यहाँ चाहिँ जस्तै कोरियाको हानबोक भयो, जस्तै नेपालको चाहिँ छन्थोङ ओत के हो भनेर सोध्न सक्छ होइन। खाना चाहिँ मैले अघि तपाईँलाई भनिसकेँ, त्यही भइहाल्यो। अनि नेपालको के हो भनेर थाहै पाउनु परेन, तपाईँलाई चाहिँ के कपडाको बारेमा जानकारी छ त्यही बारेमा भनिदिए भयो क्या, एकछिन तपाईँले बोल्ने जाने भयो, त्यो हुन्छ। अनि फेस्टिभलहरूको बारेमा, चाडपर्वको बारेमा, अनि स्मार्टफोन चाहिँ यो अलि यो पहिला चाहिँ एकपल्ट अलि सोधेको थियो अरे हाम्रो स्टुडेन्टहरूले, पहिलो महिना चाहिँ परीक्षा दिनेहरूले चाहिँ यसको बारेमा सोधेको, तर यो धेरै जस्तो 4-5 लेभलमा सोध्छ सोध्नु त, तर पनि कहिलेकाहीँ सोध्छ है। भिलेज एन्ड सिटी यो चाहिँ मैले तपाईँहरूलाई अस्तिर बियो गरेमा पठाइदिएको छ, तर पनि तँलाई चाहिँ गाउँ मनपर्छ कि सहर, किन भन्ने जस्ता क्वेसनहरू क्या हो। यस्तो कुराहरू त तपाईँलाई चाहिँ त्यो सिकाइराख्नु भन्नु परेन नि त। यो तपाईँले के अरे थोसी र नोङ छन् भनेर चाहिँ पढ्नु भएको छ, त्यसपछि गएर यो सिटी स्मार्टफोनको बारेमा, इन्टरनेट ब्याङ्किङहरूको बारेमा, अस्ति तपाईँले ब्याङ्कहरूको बारेमा हेर काजी चाहिँ च्याप्टर 2मा पढेको छ नि त होइन। त्यो भएको भएर सबै कुराहरू के छ भने यो ट्रेडिसनल वोथ कल्चरहरूको बारेमा भयो, सलनाल सुसहरू, अनि त्यस पछाडि थ्योल के अरे त्यो थोङ्ची के भन्ने छैन, तिनी त अस्तिर पढ्नु भएको छ तपाईँहरूले, यो पढेकै कुराहरू छ। खानाको बारेमा चाहिँ तपाईँले कोरियाको खानाहरूको बारेमा पढ्नु भएको छ, अनि फेस्टिभलहरूको बारेमा तपाईँलाई पढ्नु भएको छ। यो सबै के छ भने तपाईँले च्याप्टर 1 र 2 चाहिँ एकदम पढेको मान्छेहरूलाई चाहिँ त्यो इन्टरभ्यू पनि गाह्रो भन्ने चाहिँ हुँदैन क्या। तपाईँले आफैले बोल्ने हो, अलिअलि सेङ्गा गरेर थोरै मिलाउँदा हुन्छ, त्यो सबै त ग्रामेटिकल्ली चाहिँ पुरै मिलाउनु पर्छ भन्ने चाहिँ हुँदैन है। तपाईँले बोल्न जानेको त्यो भित्र चाहिँ यसले चाहिँ यो भन्न खोजेको ठिकै हो भन्ने मात्रै जाने भयो कि, 2-4वटा वर्डहरू चाहिँ इम्पोर्टेन्ट वर्डहरू राख्नु जान्नुभयो भने हुन्छ। ओके, डिफ्रेन्ट छुट्याउनु चाहिँ मैले तपाईँलाई अघि पनि भने नि, 7वटा क्लासहरू हुँदै गर्दाखेरि अब 8औँमा तपाईँहरू हुनुहुन्छ, तपाईँहरूलाई चाहिँ फेरि सोध्छु। तपाईँहरूले सोधेपछि तपाईँहरूले भनेका क्वेसनहरू छुटेको छ भने त्यो चाहिँ एड गर्छु। अहिलेसम्म सोधेको क्वेसनहरू चाहिँ तिनी हुन्, तिनी चाहिँ मैले तपाईँहरूलाई अस्तिरै पठाइसकेको छ, त्यो मजाले पढेर जानु होला है। ओके, यति गऱ्यो भनेपछि 5 लेभल चाहिँ ल्याउनु पर्छ। अब मैले तपाईँलाई सरल आएर गयो, कहाँ गयो भन्दा मैले यसलाई इन्ड गरेँ, यहाँ सक्यो तपाईँहरूको यो गऱ्यो है। यो सकिसकेपछि अब मैले तपाईँलाई सरल आएर म क्वेसनहरू चाहिँ सोल्भ गर्ने, मैले अस्तिर पठाइदिएको कुरा तपाईँहरूलाई बिगी गर्ने छ नि, खुसुल बिगी होइन, स्क्रिन देखिराख्नु भएको छ, यो है यो 3 पेजको पोस्ट पनि गरिदिएको छ तपाईँहरूको, मैले यहाँ उ गरेरै बनाएको थियो टाइपिङ गरेर। यो तपाईँहरूलाई मैले पठाइसकेको छ, पोस्ट पनि गरेको छ, पठाइदिएको पनि छ। तपाईँहरू कोही यदि तपाईँ ओरिएन्टेसन क्लासबाट डाइरेक्ट जोइन हुनुभएको छ भने पेजमा पोस्ट गरेको छ, तपाईँले पेजमा हेर्नु होला है, सेभ गरेर राख्नु होला, पढ्नु होला, मजाले आनन्द लगाएर पढ्नुहोस्। अझै 1 हप्ता छ बाँकी, परीक्षा अहिले दिने होइन क्या, र यो हेर्नु होला। तपाईँले त्यो हेरिसकेपछि अब मैले तपाईँहरूलाई अर्को एउटा सिकाउँछु क्या, एउटा सिकाउँछु भनेको कहाँ गयो ल, तपाईँहरूलाई म अब टाइमिङ म्यानेजको लागि चाहिँ क्वेसन मोडल क्वेसन सोल्भ गर्ने तरिका सिकाउँछु है। यो मोडल क्वेसन सोल्भ गर्न तपाईँलाई यो पिक्चर चाहिँ 2-3वटा त त्यहाँ कहिलेकाहीँ 2वटा पनि सोध्छ, नत्र प्रायः जस्तो एउटा सोध्छ है। यस्तो घडी आइसकेपछि कति बजेको हो भन्ने चाहिँ त एकदम इजी क्वेसन भयो, तर जे भयो भने चित्र भयो भने मिल्ने कुरा छान्नुहोस् भनेर नै आएको हुन्छ भन्ने जान्नु होला। अब यहाँ हेरिसकेपछि चित्र हेरिसकेपछि के हो मिल्ने कुरा त्यति मात्र छान्नु होला है। अनि यस्तो देखाइदिएको हुन्छ नि, यस्तो भयो भने तपाईँले सिधै खाली ठाउँ भर्ने रहेछ भनेर बुझ्नु होला, तर खाली ठाउँ भर्दो रहेछ मिल्ने हो कि नमिल्ने हो यहाँनिर चाहिँ थाहा पाउनु पर्ने हुन्छ है। यो सबै जान्नु पर्दैन, आलमाजन हो कि के भनेको छ त्यहाँ, फिस्तान हो कि फान्दे हो कि, त्यस्ता कुराहरूलाई चाहिँ याद गर्नु होला। ओके, त्यो गरिसकेपछि यति हेर्ने, अरू दायाँ बायाँ नहेर्ने, तल सिधै अगाडि जाने। अनि अब हेर्नुहोस् त,
यहाँनिर चाहिँ फान्दे भनेको छ नि तपाईँलाई यो मोडल क्वेसन जति छ नि तपाईँलाई अस्ति सिल्जन मोही खोर्सा 3वटा पढिसक्नु भएको छ। त्यो मोडल क्वेसन सेम हो तपाईँको जस्तै। अब यो इस्सयो छ, अब अप्सयो चाहिँ आउँदैन परीक्षामा, यो चाहिँ नआउने हो क्या। क्वेसन मोडल क्वेसन भनेको नि सेम आउने हो तपाईँलाई। जतिवटा फान्दे छन् त्यहाँ पनि त्यतिवटै फान्दे आउँछ। अन्डरलाइन क्वेसनहरू जतिवटा छन् त्यतिवटै आउँछ त्यहाँ पनि। अनि फिस्तानमाल जतिवटा छन् त्यतिवटै आउँछ। ग्रामर जतिवटा छन् सेम त्यस्तै हो है। त्यो भएको भएर तपाईँले सिल्चन मोही खोसा अस्तिर पढाएका क्वेसनहरू चाहिँ सर लगाएर हेर्नु होला। मोडल क्वेसन चाहिँ यस्तो रहेछ। कहिलेकाहीँ तपाईँलाई बी पर्ला गरे होइन, बी पऱ्यो भने चाहिँ अगाडि तर प्यासेजको क्वेसन होला त आउँदै त आउने रहन्छ भनेर मन दुखाउने होइन, छाती फुलाएर पछाडि पनि छ है मेरो सर्ट क्वेसन भनेर चाहिँ अगाडि जानुपर्ने हुन्छ। ओके, त्यहाँनिर जानुहोस्। यो गइसकेपछि यो फान्दे भन्यो भने नि अब यहाँ मैले अघि पनि भने अब फान्दे भनिसकेपछि अन्डरलाइन गरेको मात्रै हेर्ने हो क्या। ऊ यहाँनिर हेर्नु त फान्दे भनेको छ नि, यो त यत्रो पढेर त टाइमिङ त कहाँ पढ्नु। तपाईँहरू झन् त्यहीमा पनि अझ झन् पढ्नै नजान्ने, प्रनाउन्सिएसन गर्नु नजान्ने भयो भने त फेरि त्यहीँ डगडग कामदै हैरान हुन्छ। त्यो भएको भएर यिनी हेर्ने होइन, मात्र अन्डरलाइन के गरेको छ त फान्दे इन भनेको छ नि होइन। हो, फान्दे इन भन्यो भने यो न्याङजाङ्गो यो उयुगा इस्स यो पढ्ने परेन, यस्तो यो नपढ्ने। सिधै फान्दे भनेको छ, अन्डरलाइनलाई मात्र आँखा हेर्ने। इस्सयो छको सिधै के हानिदिने, छैन अप्सयो, यिनी चाहिँ हेर्नै परेन, यिनी पढ्न लाग्नु भएन। एन्सरै जानेन भने फेरि इस्सयोको अप्सयो पनि जानेको थिएन भनेपछि यो पनि हेर्नु पऱ्यो। मानायो नपायो छुआयो त पढ्नु पऱ्यो। त्यो पढ्दै गर्ने बेला यो पनि नमिल्ने हो, यो पनि नमिल्ने हो, यो पनि नमिल्ने भयो, तर यो जानेको थिएन यही रहेछ के र नमिल्ने भनेर चाहिँ हान्न चाहिँ सकियो फेरि है। केही गरी जान्दै नजानेपछि उपाय त्यो भयो, त्यसरी पनि हुन्छ। तर जानिसक्यो भने यिनी नपढ्नुहोस्, यो पढेर टाइम वेस्ट। यो अगाडिको नपढ्नुहोस्, टाइम वेस्ट, मात्र अन्डरलाइन। अब अगाडि बढ्नुहोस् त, कति छिटो हुन्छ। अब अर्को हेर्नुहोस्, यहाँ पनि मुगएको के बनाउनु पऱ्यो, खाबे हो नि होइन। गरुङ्गको चाहिँ हलुको भन्ने अब यति हेर्ने अनि खाबे भयो टिक लगाउने हिँड्ने, यिनी माथिकै नहेर्ने क्या। सरल आयो तल सिधै। पढ्न लागेर त कामै छैन, किन पढ्ने हो र। पढ्ने त तपाईँले अस्ति पढिसक्यो, 2 महिना पढिसक्यो। यो चाहिँ खिरयोको के हुन्छ, लामोको चाहिँ चालपाया होला होइन। त्यसरी चाहिँ ट्याक्कै हान्ने हिँड्ने। अब यहाँ तल जानुहोस्। अब यसले के भन्यो त, यहाँ खाली ठाउँ भर्ने भनेको थिएँ मैले। यस्तो आयो भने तपाईँलाई खाली ठाउँ भर्ने हुन्छ भनेको थिएँ। यस्तो खाली ठाउँ यस्तो आइदियो भने, डट डट आइदियो भने, यस्तो दियो भने खाली ठाउँ भर्ने हुन्छ क्या। त्योमा चाहिँ अब के छ, प्रायः जसो आलमाजन नै हुन्छ, मिल्ने नै हुन्छ है। मिल्ने कुरा भनेको हुन्छ। अब यिनी केही नहेर्नु होला, यति हेर्नु पनि यो त खाली ठाउँ भर्ने रहेछ, मिल्ने कुरा छान्नु पऱ्यो भनेर यो चाहिँ मिल्ने कुरामा चाहिँ अलिकति हेर्नुपर्छ। अगाडि पछाडि सबै हेरेर मिल्ने एन्सर चाहिँ छान्नु पऱ्यो है। त्यसरी गर्नु होला। त्यसपछि अन्डरलाइन गरेको मैले अघि भने नि, यस्तो खाली ठाउँ भयो भने मिल्ने भयो। अब यहाँ के भनेको छ, यहाँ पनि फान्दे नै रहेछ। यो फान्दे हेर्ने, यति मात्र हेर्ने हो नि त होइन। सिन्सङले यस्सयो भनेको चाहिँ अब सिन्सङ गऱ्यो, निवेदन गऱ्यो भनेपछि चाहिँ के गर्यो त, अब सिन्सङ गर्नुको चाहिँ रद्द गर्नुलाई के भन्नु पऱ्यो त, छुइसो यस्सयो होला नि होइन। छुइसो यस्सयो भनेर लगाउने, अनि त्यस पछाडि गएर अगाडि बढ्ने। यो पनि त्यही हो, अन्डरलाइन। अन्डरलाइन क्वेसनहरू यस्तो आउँछ। यस्तो भयो भने खाली ठाउँ भर्ने भनेको छु है मैले। त्यति मात्रै हेर्ने, अरू दायाँ बायाँ त्यहाँ धेरै नपढ्ने क्या। अनि त्यसपछि गएर तपाईँको यो पनि त्यही हो, अन्डरलाइनमा जे भनेको छ नि माथि, यहाँनिर चाहिँ छुट्टिएको थियो होला, यहाँ फिस्तान भनेको रहेछ है। हो यसरी हेर्ने क्या। यो फिस्तान भनेको छ नि, फिस्तान भनेपछि सिधै फिस्तान मात्रै हेर्नु पऱ्यो क्या। अरू चाहिँ दायाँ बायाँ नहेर्ने। अन्डरलाइन गरेको हेर्नुहोस्, अरू नहेर्नुहोस् कि। अघिदेखि चाहिँ जो भनेको छ नि सेम त्यस्तै हो। यिनी क्वेसनहरू त्यही हुन् सबै। यो चाहिँ यो अलि थुल्लिन भनेको छ, यहाँ अन्डरलाइन गरेकोमा हेर्नुभयो भने थुल्लिन भनेको छ नि, फरक कुरा छान्ने हो नि होइन। फरक मात्रै छान्ने, अरू त हेर्नु परेन नि त। यसरी जानु होला। प्यासेजमा चाहिँ मिसले सिकाए जस्तै अगाडिको लाइन र पछाडिको लाइन मात्रै हेर्नु होला। त्यति गर्दै एन्सर जानेन भने बिचको लाइन हेर्नु होला। मिसले सिकाएको सेम मेथडबाट जानुभयो भने हुन्छ है। त्यसरी गर्नु होला। तल गइसकेपछि बिचमा यिनीहरू सङ्घको बारेमा भयो, त्यस पछाडि कोरियाको एजलहरूको बारेमा, अनि त्यसपछि गएर के को बारेमा, तपाईँहरूलाई त्यो अगाडि छ नि हामीले झन्डाहरू पढाएको थियो नि होइन, तिनीहरूको बारेमा क्वेसन हुन्छ बिचमा, त्यो पनि हेर्नु होला। यो प्यासेज भइहाल्यो। यसलाई यस्तो भइसकेपछि तल लेख्ने 2टा क्वेसन चाहिँ पिपिटीमा के गर्नुपर्छ भनेको छु त मैले, पछाडिपट्टि हुन्छ। सिबिटीमा के हुन्छ त, कम्प्युटरमा टाइपिङ गर्ने हो, कम्प्युटर चाहिँ टाइपिङ हेरेर गर्दा हुन्छ भनेर भनेको छु। त्यति मात्र थाहा पाउनुभयो भने नर्मल्ली हुन्छ ल। यो चाहिँ अब क्वेसन त अब मैले तपाईँलाई अहिले यो सोल्भ गरिदिने कुरो त हुँदैन, गरेर पनि भ्याइन्न। अब मिसले चाहिँ क्वेसन सोल्भ गर्दाखेरि कति लगाउनुहुन्छ त,
एउटा च्याप्टरको दुई दिन लाग्छ भने मैले तपाईँहरूलाई अहिले सोल्भ गरिदिएर त सम्भावना पनि छैन, इम्पोसिबल छ है। अब यसमा मेसेज गर्नुभएको रहेछ कसले, सर क्लास कसै अब अहिले चाहिँ क्लास छैन। अब नयाँ क्लास हामीले अब नयाँ क्लासमा चाहिँ फ्राइडे पनि क्लास बनाउनु पर्ने भएको छ, तपाईँहरू सायद भ्याउँदैन होला, अलिक पछाडि पछाडि गर्नुभयो। नोटिस आउँछ यो महिनाको अन्तिमसम्म, अलिकति बिजी भएको भएर यो महिनाको अन्तिमसम्ममा नोटिस आयो भने पेजमा हेर्नुभयो भने क्लास चाहिँ लिनको लागि सबै डिटेलहरू आउँछ है। अब चाहिँ अर्को के गर्नुहोस् भने तपाईँले बोल्न नमिल्नेले है, मैले भन्ने भएर सबै भने है तपाईँहरूलाई। राइटिङको पछाडि मैले यहाँ टिपोट गरेर राइटिङको भनेर छुटेर राखेको थिएँ, मैले भनिदिइसक्यो। समय हेर्न त घडी नै लिनुपर्छ होला है सर भन्छ। तपाईँहरूले मोबाइल लिन मिल्दैन है भित्र, तर तपाईँले जाने बेलामा त मोबाइल लिनुहोस्। अघि सामग्रीमा चाहिँ अब आफ्नो मोबाइल त चाहियो, लोकेसनहरू हेर्नुपर्छ, कन्ट्याक्टहरू गर्नुपर्छ, कहिले काहीँ केही हुनसक्छ होइन। त्यो भएको भएर मोबाइल त लिनु पऱ्यो। हेडफोन पनि लिन त पाइन्छ, तर भित्र चाहिँ लिन मिल्दैन है। भित्र चाहिँ केही मिल्दैन तपाईँहरूले, भित्र जाने बेला त खाली जाने हो। अनि त्यो भएको भएर घडी त्यहीँ राखिदिएको हुन्छ, क्लासमा अगाडिपट्टि घडी हुन्छ, त्यहीँ हेर्ने है त। क्लासको लागि भन्नुभयो। अनि रङ भयो भने मार्क त्यो अघि मैले भनेको थिएँ नि तपाईँलाई, टिपेक्स चाहिँ तपाईँले सकेसम्म आफ्नो टिपेक्स लिनुहोस्, बेस्ट भयो है। तपाईँले आफ्नो टिपेक्स लिनुभयो भने राम्रो। यदि तपाईँले चाहिँ तपाईँको टिपेक्स लिनु भएन भने त्यहाँ यसरी हात उठाउनु भयो भने, हात उठाउँदाखेरि चाहिँ त्यहाँ गार्डहरू हुन्छ नि त, इमिग्रेसनको एउटा हुन्छ, टिचरबाट एउटा हुन्छ, उनीहरू आएर तपाईँको टिपेक्स लगाइदिन्छ, मेटाइदिन्छ है। त्यस्तो फरक पर्दैन, त्यति डराउनै पर्नु चाहिँ पर्दैन। ओके। अब अरू, सर एकचोटि फेल भयो भने अर्को यो तपाईँले सर एकचोटि फेल भयो भने अर्कोचोटि भर्न मिल्छ। यो केआइआइपीको चाहिँ तपाईँहरूले फर्म जतिपटक भर्दा पनि हुन्छ, जतिपटक परीक्षा दिँदा पनि हुन्छ है। तर एउटा गल्ती गर्नु हुँदैन। एउटा गल्ती भनेको के हो भन्दा, तपाईँले चाहिँ ख्वाजङ सिन्जङ जस्तै परीक्षा दिनुभयो नि यसपालि, तपाईँले चाहिँ 3 मात्र आयो क्या, तर म त 4 ल्याउने विचार गरेको, 3 आयो भनेर भन्नुभयो, फेरि परीक्षा दिनुपर्ने भन्नुभयो, तर परीक्षा दिन मिल्छ होला। यता क्लास पाइहाल्नुभयो, क्लास पनि सिन्जङ गर्नुभयो, फेरि परीक्षा दिन जानुभयो भने चाहिँ मिल्दैन, त्यो चाहिँ हुँदैन। ख्वाजङ सिन्जङ चाहिँ गर्नु भएन, बुझ्नुभयो नि। केआइबी लेभल टेस्ट जतिपटक दिँदा पनि पाइयो, 10 पटक 12 पटक जतिपटक पनि दिन पाइयो, तर ख्वाजङ सिन्जङ गर्नुभयो भने पाइएन, त्यो कुरा चाहिँ जान्नु पऱ्यो है। अरू क्वेसन छ भने माइक अन गरेर मजाले बोल्नुहोस् त। अब सर अझै पनि मैले यो टिपेक्सको बारेमा चाहिँ बुझेको छैन क्या। जुन त्यो मेन 1 2 3 4 अप्सन हुन्छ नि, त्यो अप्सनमा मानिलिउँ 1 नम्बरको एन्सर 3 नम्बर हुनुपर्ने, 2 नम्बरमा लगाइदियो भने त्यो मेटेर 3 नम्बरमा लाउन मिल्छ। मिल्छ, टिपेक्सले तपाईँको टिपेक्सले चाहिँ चट्टै पार्छ नि त। तपाईँको हजुर यस्तो भयो होइन, ए देखिन्न होला हौ, 1 2 3 4मा लगाउनु म यहाँ देखाइदिन्छु है। यहाँ मार्क मैले चाहिँ अर्को एउटा छुङ्गी नै ल्याउन खोजेको थियो, छुङ्गी आज ऊ भएन कि, फेरि योबाट तपाईँहरूले देखाउनु पनि अलिकति गाह्रो हुन्छ नि त। एकछिन है, ल हेर्नु त, यो भयो, यो छ मानिलिउँ है। अघि तपाईँले भनेको क्वेसनको एन्सर म भनिदिन्छु। यसलाई चाहिँ तपाईँले 2मा लगाउनु थियो होइन। हजुर कलर कलर ब्ल्याक बनाइदिउँ, तपाईँको प्राय ब्ल्याकीकोमा छ तपाईँले यसको चाहिँ एन्सर कति थियो त, 4 थियो। तपाईँले यहाँ लगाउनु भयो क्या, यसरी लगाउनु भयो होइन, यसरी लगाउनु भयो। तर तपाईँलाई चाहिँ पछि थाहा भयो कि एन्सर चाहिँ कति रहेछ त, 4 रहेछ भन्नुभयो भने, तपाईँलाई चाहिँ थाहा भयो भने, तपाईँसँग टिपेक्स छ भने यसलाई टिपेक्सले मेटाउनुहोस्। यो 4मा लगाउन मिल्छ, 4मा लगाउने है। यो मेरो उसले है, माउसले गर्दाखेरि अलि राम्रो हुँदैन कि। मैले तपाईँहरूलाई त्यो पिडिएफबाट बनायो भने फेरि मलाई झ्याउ हुन्छ, फेरि अरू एरकाजी छ नि त कम्प्युटरमा देखाउनु पर्ने, त्यो भएको भएर पिडिएफमा बनायो भने चाहिँ मैले त्यो आइप्याडबाट मजाले गोलो लगाउन मिल्थ्यो, तर योबाट चाहिँ अलि मिल्दैन हो। यसरी लगाउनु भयो, योमा चाहिँ तपाईँले के लगाउनु मिल्छ त, टिपेक्स लगाउनु मिल्छ। टिपेक्स लगाउनु भयो भने यो हराएर जान्छ है, यसलाई यसरी लगाइन्छ। तपाईँले यदि तपाईँले आफूले चाहिँ के होला कहिले अन्त पो मिस्टेक गरेर लागि भन्नुहुन्छ भने, गार्ड हुन्छ क्या, गार्डलाई चाहिँ केही गर्नु पर्दैन। तपाईँ हात उठाउनु भयो भने सिधा आउँछ, यो छेउ जुस्यो भनिदिनु भयो भने उसले चाहिँ ट्याक्कै लगाएर, अथवा औँलाले मात्रै त्यो भाषा बोल्नै पर्दैन, त्यो जान्नै पर्दैन क्या। तपाईँले चाहिँ गएर त्यो हात मात्रै देखाइदिनु भयो भने उसले बुझिहाल्छ नि। अनि त्यसपछि गएर त्यसले चाहिँ के गरिदिन्छ त, हटाइदिन्छ तिनीहरूले है। त्यो भएको भएर
त्यसमा चिन्ता त्यो गर्नु मे पर्दैन। तर त्यो मेटिसकेपछि जस त्यो सही एन्सर छ भने त्यसको नम्बर पाइयो। पायो 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 त्यो पायो, त्यही भएर नै तपाईँले त्यो लिनुहोस् भन्नु खोजेको त्यो हो क्या। हस् सर, थ्याङ्क यू। अन्सर अरू यो दोङ र बन्द त्यो एन्सर पेपरमा लेख्दा नि हजुर त्यो ढुङ्गा जिरो आयो भने चाहिँ जेरोमा लगाउने तपाईँको जि जि जेरो जस्तै 02 छ भने जेरोमा लगाउने, जेरो छ त हेर्नु त, जेरो नि सर। जेरो हुन्छ नि किन नहुने र, जेरो जेरो अगाडि हुन्छ क्या। तर यसले यहाँ चाहिँ एक यहाँ छ त जेरो, यो देख्नु भएन यहाँ ए हस् एकको हस् ठाउँमा पो जेरो लेख्ने हो नि त तपाईँले त, यसले पो हस् एक हस्। लेखेको हो त, तपाईँले त जेरो लेख्ने हो नि त, जेरो पनि हुन्छ, जेरोदेखि 9सम्म सबै हुन्छ क्या, नम्बर ए हुन्छ हस् हस्। 9सम्म मात्र हुन्छ नि त होइन, अरू त हुँदैन। त्यो ल माथि पनि भर्नुपर्छ सर। हजुर कहाँनिर त्यो माथि पनि जस्तै 1 2 3 4 5 लेखे भने त्यहाँ पनि सर र भरेर तल पनि कुरो लाउनु पर्छ। यो चाहिँ पहिला भर्ने, यो नम्बर जति तपाईँले जस्तै 9302227 515 एसएस छैन तपाईँको दुङ्नो बुनो, हजुर पहिला नम्बरमा यहाँ भर्ने, नम्बर लेख्ने एउटा एउटा लाइनमा है, त्यसपछि चाहिँ त्यही लाइन खोज्दै त्यही नम्बर खोज्दै तल गोलो लगाउने क्या। यो एकमा छ नि, यो यो हजुर एकमा भएको भएर एकमा लगायो क्या। तपाईँले चाहिँ यहाँनिर कति भयो त 9 भयो भने तपाईँले कतिमा लगाउनु पर्यो, अघि पनि भनेको थियो मैले 9मा लगाउनु पर्यो, 5 छ भने यसरी 5मा लगाउनु पर्यो, यसरी लाइन दोस्रो नम्बरमा तपाईँको नम्बर कति छ त्यही नम्बर खोजेर तल लगाउने हो है, यो चाहिँ त्यसरी ए लगाउँछ। हस् सर, हस् धन्यवाद। होइन त्यहाँ पनि तपाईँलाई भनिदिनु चाहिँ भनिदिन्छ, तपाईँहरूलाई कस्तो हुन्छ भन्दा अब सुरुपल्ट परीक्षा दिन गएको त्यही पनि अब ढिला जानुभयो भने हस्याङ फस्याङ गर्दै, अहिले त झन् फेरि गर्मी छ, गर्मी घाम भएको बेलामा पसिना यस्तो पुस्दै जानुभयो भने त्यहाँ भनेको कुरै तपाईँलाई चाहिँ याद पनि नहुनसक्छ, कहिलेकाहीँ चाहिँ नबुझिन पनि सक्छ, त्यहाँ कोरियनले बोलेको भाषा नबुझेर पनि तपाईँलाई समस्या हुनसक्छ भनेर मैले नेपालीबाट सल्भ्याङ गरिदिएको मात्रै हो, एउटा सेवा मात्र गरेको है, तपाईँले चाहिँ राम्रो गर्नु पऱ्यो भनेर। अरू क्वेसन जति छ भन्नुहोस्, 12 मिनट बाँकी छ, तपाईँलाई 1 घन्टा टाइम दिन्छु भनेको, 12 मिनटसम्म केही छ अझ अझै के कन्फ्युज है, त्यहाँ गएर यस्तो हुन्छ, मनमा लागेको छ भने भनिदिइहाल्नुहोस् न, म भनिदिइहाल्छु ल, अघि रिपिट पारेको नि भनिदिन्छु, एकछिन है कसले ल, म्यासेज पनि उत्तर दिँदा चाहिँ कसरी दिने अब सँगै 4 5 जना हुन्छ अरे होइन, कसरी सोध्छ त्यो हामीलाई सोधेर भन्ने हो कि होइन, जानेको छ भने भन्ने कस्तो हुन्छ इन्टरभ्यूमा। तपाईँले अघि राज्यले चाहिँ मलाई भनिसक्नु भएको थियो नि होइन, जियोको लागि त मैले भनिदिएँ नि होइन, हजुर 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 हजुर। तपाईँले भन्नुभएको के अरे खुसुल सिएममा भन्नुभयो होइन, खुसुल सिएममा तपाईँलाई 5जना, मैले अघि पनि भनेको थिएँ तपाईँहरूलाई चाहिँ 5जना राख्छ होइन, 5जना चाहिँ लिन्छ त्यहाँ, एउटा उमा चाहिँ यसरी कुर्सी राखिदिएको हुन्छ क्या, 5वटा कुर्सीहरू राखिदिएको हुन्छ, अब 2जना 3जना पनि हुनसक्छ कहिलेकाहीँ है, त्यहाँ अगाडि यस्तो अगाडि बसेको हुन्छ, तपाईँहरू चाहिँ यसरी जाने हो, टेबलमा चाहिँ तपाईँहरूलाई प्रत्येकलाई एक एकवटा पेपर यस्तो एउटा एउटा पेपरहरू राखिदिएको हुन्छ, त्यो तपाईँहरूको सिट छारीमा, अब इलवन इवन भन्दै 1 2 3 4 गरेर 5 नम्बरसम्म तपाईँहरूको सिरियल वाइज अगाडि बस्दै जानुहुन्छ नि, बसेको लाइनमा चाहिँ तपाईँहरूको नम्बर हुन्छ, तपाईँको चाहिँ इलवन भन्न सक्छ, इवन भन्न सक्छ, कति नम्बर भन्छ तपाईँले चाहिँ त्यसलाई चाहिँ विचार गर्ने, त्यो सोध्ने बेलामा चाहिँ पढ्ने बेलामा तपाईँलाई 5जनालाई त्यही पेपरमै भएको एउटा एउटा लाइन पढ्न पठाउँछ, तपाईँको पालो कहाँनिर आउँछ त्यो चाहिँ आफूले विचार गर्नु पऱ्यो, मैले अघि पनि भनेको थिएँ नि, सकेसम्म तपाईँ जाने बित्तिकै चाहिँ त्यो सरल आएर तलैसम्म पढिसक्नु भयो भने उसले क्वेसन तलदेखि माथिसम्म जहाँ सोद्धा पनि एन्सर दिन सक्ने हुनु पऱ्यो नि त, आफूले तपाईँले पढेको मात्र त एन्सर सोध्दैन, त्यो भएको भएर त्यसरी गर्ने, त्यो पढिसकेपछि चाहिँ तपाईँलाई त्यही भित्रबाट एउटा क्वेसन सोध्छ, एउटा क्वेसन सोधिसकेपछि त्यो त्यो क्वेसन चाहिँ तपाईँलाई सोध्छ, 1 नम्बरलाई सोध्छ, 1 नम्बरले राइट एन्सर दियो एकदम जस्तो भन्नुपर्ने थियो त्यही भनिदियो भने तपाईँलाई सेकेन्ड क्वेसन सोधिहाल्छ है, दोस्रो क्वेसन सोध्छ, यदि तपाईँले चाहिँ त्यो मान्छेले चाहिँ त्यो क्वेसन जानेन भने तपाईँलाई फेरि त्यही क्वेसन चाहिँ तपाईँलाई सोध्न सक्छ, तर त्यही क्वेसन थर्ड पर्सनलाई चाहिँ नसोध्न सक्छ, थर्ड पर्सन चाहिँ के भएर बस्नु पऱ्यो भने मलाई चाहिँ अर्को सोध्न सक्छ भनेर, कहिलेकाहीँ चाहिँ त्यसले नजाने पनि तपाईँलाई अर्कै क्वेसन सोध्न सक्छ, झुक्क्याएर चाहिँ सोध्न सक्छ है, त्यसैले भनेको भन्ला भनेर पुरै फेरि त्यसैमा मात्रै अड्डेर बस्नुभन्दा पनि आफूलाई चाहिँ के पो सोध्छ होला, जे सोध्यो भने म भन्न सक्छु भन्ने जस्तो चाहिँ तपाईँले चाहिँ अलिकति पहिले आत्मबल बनाएर चाहिँ रेडी भएर जानुपर्ने हुन्छ, ओके। जस्तो सर एउटा क्वेसन रङ भयो भने त्यो त्यसको क्वेसन चाहिँ मार्क्स सर काट्ने जुन 1 सम्भावना 2 हुन्छ। 3 4 5 नम्बर भन्नुभयो। हजुर एकजनाले मात्रै भन्नुहोस् त, पहिला भन्नुहोस् त, यो के अरे देवसिंह भन्ने मान्छेले भन्नुहोस् त, पहिला देवसिंह। जस्तो सर एउटा क्वेसन रङ भयो भने त्यसको मार्क्स यस्तो काट्ने सम्भावना हुन्छ कि भन्नु। मार्क्स त माइनस हुन्छ इन्टरभ्यूमा, हाम्रोमा नि तपाईँको यो हाम्रै क्लास लिएको पाङ हुनेहरू पनि धेरै हुनुहुन्छ, बुझ्नुभयो नि, पाङ भनेपछि
0 लेभल ल्याउने हुनुहुन्छ। कसरी भनेपछि इन्टरभ्यूमा 3 पनि नल्याउने क्या। मैले तपाईँलाई योभन्दा अगाडिको ओरिएन्टेसन क्लासमा भनेको थिएँ नि, इन्टरभ्यूमा चाहिँ तपाईँले 3 मार्क्सभन्दा तल ल्याउनु भयो भने तपाईँले यता चाहिँ 81 ल्याए पनि 5 सरी 81 75 को हुन्छ 81 भनेपछि फेरि तपाईँले चाहिँ 75 मध्येमा चाहिँ 70 ल्याए पनि तपाईँ चाहिँ 0 लेभल हो। त्यस कारणले गर्दा इन्टरभ्यू पनि इम्पोर्टेन्ट चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ। तर 3 भन्दा माथि ल्यायो भने ओके डन हुन्छ फेरि है। धेरै स्ट्रेस पनि लिनु त पर्दैन। 3 त अब त्यो पेपर पढे 3 आइहाल्यो, त्यो पेपरमा पढेको क्वेसन जाने हाल्छ, त्यहाँबाट आइहाल्छ, त्यस्तो गर्दा त आइहाल्छ। तर कोही चाहिँ कस्तो हुँदो रहेछ भने त्यही नजान्ने हुनुहुने रहेछ क्या। त्यही नजान्ने हाम्रो भयो 5-7 जनाले नै पाङ आउनेवाला 5-7 जना परिसक्यो। अहिले तपाईँको फेरि हाम्रो क्लास त थोरै त होइन नि त। अब अहिले पनि तपाईँहरू 80 जनाभन्दा बेसी नै हुनुहुन्छ। त्यो हुँदाखेरि क्लासहरू त अब हाम्रो चाहिँ 7औँ ब्याच, यो भनेको 8औँ ब्याच हो नि। यति लामो समयसम्म आउँदाखेरि भएको भएर 4-5 जना निस्किएको चाहिँ हो। त्यसरी पाङ पनि आउँछ। त्यस कारणले गर्दा इन्टरभ्यूमा चाहिँ 3 भन्दा तल आउनु हुँदैन। अघि तपाईँले एउटाले भने जस्तै क्वेसन थियो नि, त्यो जस्तै एउटा माइनस हुन्छ भन्ने, माइनस त तपाईँको 5 पूर्णाङ्कको 5वटा क्वेसन सोध्ने हो नि त तपाईँहरूलाई। तपाईँले क्वेसन मिस्टेक गर्नुभयो भने त त्यो त माइनस हुन्छ नि त। क्वेसनमा त एन्सर मिस्टेक गऱ्यो भने त माइनस चाहिँ हुन्छ है। थोरै बोल्दै नबोलेर मोल्ला आयो भन्ने त्यो ओहरू त्यो उता कता भेन्नामतिर कता काले मोल्ला आयो छोइसँग हामीले त भन्नु चाहिँ भएन क्या। प्रयास चाहिँ गर्नु पऱ्यो। प्रयास अलिकति भए पनि थोरै भए पनि बोल्नु चाहिँ प्रयास गर्नुभयो भने पनि तपाईँलाई अलिअलि भए पनि त आइहाल्छ नि। 5वटा क्वेसन सोध्ने बेला एकै दियो भने 5 त त्यसै आयो क्या र। डराउनु त परेन नि। त्यसरी पाङै हुने तरिकाले चाहिँ जानु भएन है। अरू अर्को एकजनाले सोध्नु भएको थियो, उहाँ चाहिँ क्वेसन अर्को भन्नुहोस् त, तपाईँले माइक खोलेर भन्नुहोस्। तपाईँलाई बोल्नु ए मिल्दैन मैले मेसेज गर्दा नि हुन्छ। मैले सोध्न खोजेको नि सर, त्यो जुन 1 2 3 4 5 जना राख्छ भन्नुभयो नि, त्यो खिसिल सिएममा जुन एउटा प्याराग्राफ हुन्छ, त्यो प्याराग्राफ चाहिँ उसँग हुन्छ कि त्यो विद्यार्थी सबैलाई 5वटा दिएको हुन्छ? प्रत्येकको अगाडि 5 जनाको 5वटै पेपर। त्यही भएर त पहिले गएर त्यसो भने त्यो अलरेडी मानिलिउँ लास्टमा 5 जनामा म छु भने मैले अगाडि नै पढेर छुनबी गरिराख्दाखेरि राम्रो हुन्छ होला। त्यो धेरै बेस्ट। ए त्यसो पढ्ने त आफूले पढ्ने त मनमनै पढ्नु पर्यो है। त्यो फेरि हजुर त्यो कराएर पढ्ने भएन। पढ भनेपछि कराएर पढ्नु पर्यो, मनमनै पढ्नु पर्यो। तर मलाई नि मेरो आफ्नो अनुभव तपाईँलाई एउटा सेयर गरेँ। मैले त्यो सिमुवा दिने बेलामा यो साधन फ्याङ्काको जस्तै हुन्छ होला भन्ने भयो है। सिमुवाको परीक्षा दिने बेला पेपर त्यस्तै पेपर नै दिने हो कि। सिमाउमा चाहिँ मलाई चाहिँ इन्टरभ्यूमा 20 अब ल्याउँछु भन्ने शङ्का गरेको थियो क्या मैले। त्यस्तरी शङ्का गरेर गएको थियो। मैले चाहिँ यो गुग्गा भयो, यो राष्ट्रिय गान, त्यसपछि गएर उइमु र ख्वाल्ली, अधिकार र कर्तव्यहरू, त्यसपछि गएर तपाईँको हनपप छेइल छो, संविधान धारा 1, यिनी यस्तो जहाँबाट सोधे पनि मैले चाहिँ कण्ठ पारेर गएको थियो। म चाहिँ 20 अब चाहिँ आउँछ। अनि एउटा पेपर दिन्छ, त्यो पेपर त अब पढ्न नजान्ने भन्ने कुरा भएन। त्यो पेपर पढेपछि एन्सर नजान्ने भन्ने कुरा हुँदैन भनेर यस्तो ढुक्क भएर 20 चाहिँ त्यहाँबाट हिसाब गरेर गएको थिएँ कि म चाहिँ। 25मा मेरो चाहिँ 20 चाहिँ फिक्स भनेर गएको थियो है। तर के भयो त थाहा छ, पेपर अगाडि राखेको थियो। मलाई चाहिँ फेरि अब जस्तै तपाईँको साजन फ्याङ्काको जस्तो गरेर यो ऊ गर्न पठाउँछ होला, पढ्न पठाउँछ होला। अब 2 जना मात्रै लिन्छ नि त। अनि फेरि टिचरले हाम्रो के भनेको थियो, साजन फ्याङ्काको जस्तो एउटा लाइन मात्रै पढ्ने भन्ने हुँदैन, त्यहाँ चाहिँ पुरै प्याराग्राफ पढ्न पठाउँछ भनेको थियो क्या। अब पुरै प्याराग्राफ पढ्न पठाउँछ भनेको भएर अब त्यो त अहिले पढ्यो भने जानिहाल्छ भने म चाहिँ गएर ठिङ्ग बसिराख्यो कि। 1 नम्बरमा थियो हेर्नु मेरो पालो है। 1 नम्बरमा हुने बेला मलाई नै 1 नम्बरमा क्वेसन सोध्यो क्या। मलाई तल पढ भन्छ भनेको तलबाट क्वेसन सोधेछ। अब मलाई चाहिँ अक्कमक्क भयो। अनि त्यसपछि गएर म चाहिँ झुक्क्यो नि त। क्वेसन चाहिँ आउँछ भनेको के अरे उइमु ख्वाल्ली, त्यसपछि गएर एक गुग्गा, अनि हनपप छेइल छो र एउटा पढ्ने आउँछ भनेर चाहिँ 5वटा क्वेसन तयारी गरेर गएको मान्छे लास्टमा चाहिँ अब त्यहाँ नभएको पढ्दै नपढेको क्वेसन आयो भने त झुक्क्यो नि त। कन्फ्युज बनाइदियो। अनि त्यसलाई हेरेर भन्नु भन्यो कि लास्टमा चाहिँ तल हेरेर हो। त्यो भएको भएर मैले तपाईँलाई अहिले नै यो प्रयास गर्दै गर्नुहोस् भन्न सिकाएको कि। त्यति बेलामा पनि तपाईँले चाहिँ एउटा लाइन मात्रै पढ्नु भयो भने तपाईँले पढ भनेको तपाईँले सरल आएर मजाले पढ्नु होला। तपाईँको प्रोनाउन्सिएसन राम्रो होला, रिडिङ पावर राम्रो होला। तर तपाईँलाई चाहिँ तलदेखि माथिसम्म मध्येमा चाहिँ जहाँबाट पनि क्वेसन सोध्न सक्छ। पालो त 5 जना मध्येमा चाहिँ जताबाट पनि सोध्न सक्छ नि त। त्यति बेला चाहिँ तपाईँले त आफ्नो पालो मात्रै पढ्नु भयो, अगाडि पनि पढ्नु भएन, पछाडि पनि पढ्नु भएन, तलमाथि केही हेर्नु भएन भने त
त्यहाँ सोधेको क्वेसनको त एन्सर जानिनँ नि त। मैले जस्तै गरी म झुक्के जस्तै तपाईँले त जान्नुहुन्न नि त। हो त्यही भएको भएर फर्स्ट टु लास्ट अरूले नपढ्यो भने आफूले मनमनै चाहिँ पढेर सघाउनुहोस्। ओके, त्यसो भने सर यो 5वटा एकजनालाई 5वटै क्वेसन सोध्ने होइन त? एकजनालाई 5वटै क्वेसन सोध्छ, कहिले अलिक बढी पनि सोध्न सक्छ। बढी ए हुनाले रिपिट पार्छ क्या कहिले काहीँ चाहिँ कुनै क्वेसनहरू तपाईँको चाहिँ डबल क्वेसन पर्न पनि सक्छ। त्यो भन्दाखेरि अब नर्मल्ली 5वटा भन्ने चाहिँ विचार गर्नुहोस् न। नर्मल्ली 5वटा भन्ने मध्येमा चाहिँ एउटा पढ्ने भइहाल्यो, एउटा पढेकोबाट 2वटा भइहाल्यो, एउटा डिफ्रेन्स छुट्याउने। अब मैले तपाईँलाई 3वटा पेज पठाइदिइसकेको छ, त्यो मध्येबाट एउटा भइहाल्यो, एउटा माउम दिएर मैले अघि भने नि जस्तै तँ चाहिँ यो कपडा लगाउनुको कारण के भने जस्ता, खाना कुन मनपर्छ तँलाई भन्ने जस्ता यस्तै त्यो उसलाई चाहिँ अब जे मन लाग्छ त्यही सोध्न सक्छ नि। उसले त अब जे मन लाग्यो त्यही भन्ने त हो। त्यस्ता क्वेसनहरू चाहिँ सोध्न सक्छ। त्यो उसले चाहिँ आफैले त्यहाँ सिलेबसभन्दा बाहिरको क्वेसनहरू सोध्ने भएको भएर उसलाई आफूलाई खुसी लागेको मन लागेको, अथवा चाहिँ अब कोरियामा चाहिँ तँलाई घुम्न मन लागेको ठाउँ अथवा घुमेको ठाउँ कुन हो भन्ने जस्ता यस्तै यस्तै सोध्न पनि सक्छ। त्यो भएको भएर त्यस्ता क्वेसनहरू त ढाँटेर भनिहालिन्छ क्या जसरी भए पनि। तर बोल्ने चाहिँ तपाईँसँग स्पिकिङ पावर चाहिँ चाहियो क्या। तपाईँले चाहिँ बोल्न सक्ने क्षमता चाहिँ हुनु पऱ्यो। बोल्ने त बोलिहालिन्छ नि, त्यस्तो प्रब्लम चाहिँ हुँदैन है। अझै हस्, थ्याङ्क यू सर। अझै केही छ खुल्दुली? तपाईँहरू बोल्दै नबोल्नु भएको पनि हुनुहुन्छ होइन। सर नमस्ते हजुर। नमस्ते भन्नुहोस् त। यो किप र सोसिनेटको आइडी छ नि, यो साजन फेङ्गा नदिकन पनि अहिले मलाई यो फेङ्गा उसको आवश्यक छैन। अनलाइन क्लासहरू कतै त्यसरी पढ्दै गर्दाखेरि चाहिँ हुन्छ हुँदैन र? एउटा यो भयो। अर्को पोइन्टमा चाहिँ जस्तै सिबिटी मेरो यहाँबाट पुग्नलाई सौल पुग्नको लागि 1 घन्टा लाग्छ। सिबिटी त्यहाँ गएर दिएँ, पछि पढ्न पनि त्यही जानुपर्ने हो कि अन्तबाट पनि पढ्न पाउने हो? यति छ। परीक्षा चाहिँ तपाईँले जुन ठाउँ दिँदा पनि भयो। तपाईँलाई तपाईँको लोकेसन कहाँ पर्छ, अथवा तपाईँको चाहिँ छिनानछिनको हुनसक्छ, तपाईँको हेजाछिनको हुनसक्छ, तपाईँको नाम्जाछिनको हुनसक्छ। ए हामीसँगै दिउँ न परीक्षा, एउटै ठाउँ दिउँ भनेर तपाईँ भेटघाट गरेर अनि चाहिँ एउटै ठाउँ दिन चाहिँ तपाईँले सल्लाह गरेर एउटै सेन्टरमा फर्म भरेर एउटै ठाउँमा चाहिँ दिन मिल्यो। जुनसुकै कुनामा गएर दिँदा पनि भयो, नो प्रब्लम। तर क्लास लिने बेलामा मात्रै तपाईँको एरिया, तपाईँले जो सोसिनेटमा राख्नु भएको छ नि एड्रेस हो, त्यो एड्रेसभित्रको मात्रै क्लासहरू देखिन्छ। तपाईँले जो देखिन्छ त्यही क्लास मात्रै लिन मिल्छ। अर्को क्षेत्रमा गएर लिन्छु जस्तै खेङ्गिदो बस्ने मान्छेले चाहिँ म चाहिँ उता थेगुको क्लास लिन्छु, बुसाङको क्लास लिन्छु भनेर चाहिँ पाएन। अनलाइन क्लासहरू चाहिँ एभाइलेबल हुनसक्छ है। कता कता सौलको चाहिँ प्रायः जताततै हालिदिए जस्तो लाग्छ मलाई। अरू क्लासहरू चाहिँ पाउनुहुन्न। अनि एउटा प्रश्न त्यो भयो। तपाईँले अर्को अघिल्लो क्वेसन चाहिँ के पो भन्नुभएको थियो? अहिले चाहिँ योमा चाहिँ त्यति इन्ट्रेस्ट छैन, पढ्नु चाहिँ पढ्दै गर्दा हुन्छ कि के भन्नुभएको थियो? फेरि भन्नुहोस् त। सोसिनेट र किपको आइडी बनाएर रेडी बनायो, अनि साजन फेङ्गा नदिकन अनलाइन क्लासहरू लिएर तपाईँले बस्नु। खाइब गर्ने कुरा हो, खाइब गरेर राख्दा भयो। त्यो दिनै पर्छ भन्ने त हुँदै भएन नि। त्यो त दिए पनि भयो, नदिए पनि भयो, जे गर्दा पनि भयो है त्यो। अनि हस् अर्को हस् एकजनाले कुमारजीले चाहिँ के भन्नुभएको छ, सर लेभल 1को प्रिपेरेसन रेकर्डिङ क्लास त्यो चाहिँ छैन हामीसँग है। यो रेकर्डिङ क्लास चाहिँ मैले तपाईँलाई योभन्दा अगाडि ओरिएन्टेसन क्लासमा पनि भने म अलि बिजी छ कि, त्यो भएको भएर रेकर्डिङ क्लास चाहिँ हाम्रो एप रेडी हुँदैछ। अबको अलि पछि चाहिँ तपाईँहरूले एपबाट नै केआइपीको क्लासहरू पनि लिन मिल्ने बनाउनु लागेको हो कि। जस्तै तपाईँहरूलाई ग्यादरिङ गरिराख्नु पऱ्यो, 9 बजे आ 9 बजे आ 9 बजे पढ्न आउनु पऱ्यो, ल 8:45मा जोइन हुनु पऱ्यो भन्दाखेरि मलाई पनि गिदी भइसक्यो, टाउको दुखिसक्यो। त्योभन्दा तपाईँलाई चाहिँ माउम दिएर तपाईँलाई जति बेला मन लाग्छ, जति बेला पढ्न मन लाग्छ, तपाईँले चाहिँ त्यति बेला क्लास लिन मिल्ने खालको चाहिँ एउटा एप बनाएको छ। बनाइ लब रेडी छ। क्लासहरू बनाउन अलिकति क्लास चाहिँ अलि टाइमिङ लाग्ने भएको भएर बिजी भएको भएर चाहिँ त्यो अलि बाँकी छ। त्यो एप चाहिँ म तपाईँहरूलाई गुरुङमा पनि जानकारी दिन्छु, यताउति सबै दिन्छु है। सर F3 भिजावाला ले भन्नु खोज्नु भयो होला, ला भएछ। केआइपी लेभल टेस्टको लागि रेकर्ड भिडियो यस्तो हो। F3 भिजा चाहिँ तपाईँको कोरियामा नेपालमा पढेर इपिएस तयारी गर्नुभएको थियो अथवा कोरियन ल्याङ्ग्वेज पढ्नुभएको थियो भने हुन्छ। नत्र भने तपाईँहरूले सकेसम्म चाहिँ मेरो सल्लाह र सुझाव भनेको यो हाम्रो रेकर्डिङ भिडियो सुनेर उहाँहरूले खासै क्लास चाहिँ बुझ्नुहुन्न। त्यस कारणले गर्दा तपाईँहरूको नजिकमा भएको सेन्टरमा 0 लेभलदेखि चाहिँ क्लास लिन पठाउनु भयो भने राम्रो। 0 लेभलमा 15 घन्टा मात्र हो आखिरमा होइन। त्यहीँ गयो भने कोरियनले सिकाउँछ, पढाउँछ, घोकाउँछ, रटाउँछ, बोलिन्छ कोरियनहरूसँग। अरू पनि विदेशीहरू हुन्छन्, कोरियन भाषाबाट बोल्दै गर्दाखेरि ल्याङ्ग्वेज पनि राम्रो हुन्छ। त्यो भएको भएर होइन। अब नर्मल्ली तयारी छ भनेपछि चाहिँ पाउनु त। तर अहिले रेकर्डिङ भिडियो चाहिँ हामीले अहिले उपलब्ध गर्दैनौँ, क्लास नै लिनुपर्छ है।
नेपाल पढेर आएको भए पनि त राम्रो छ, हुन्छ त्यस्तोले त। तर रेकर्डिङ भिडियो चाहिँ अहिले एप भएपछि मात्रै अपलोड गरेर दिने कि भन्ने छ। अहिले चाहिँ तत्कालै चाहिँ रेकर्ड भिडियो, अब रेकर्ड भिडियो अन गऱ्यो भने फेरि टोटल्ली अन भइरहेको छ नि त। हाम्रो फेरि अफ गर्ने सिस्टम छ कि क्लासहरू सकेको दोस्रो हप्ता चाहिँ हामीले अफ गरिदिन्छौँ। सर एकचोटि आइडी कार्ड भर्ने तरिका भनिदिनु पऱ्यो, अलि लेट जोइन भयो। तपाईँले भिडियो हेर्नुभयो भने पनि हुन्छ। 10 बजे होला नि त, मेरो पनि त घाँटी सुक्यो नि हौ। भएन भने म त होइन, त्यो हो आइडी कार्ड नम्बरमा। अरूको केही क्वेसन छ ल पहिला भन्नुहोस् त। अरूको क्वेसन छैन भने म अगाडि बढाउँछु नि त। उहाँको चाहिँ म भनिदिन्छु, म फेरि सिकाउँछु। क्वेसन छ छैन? त्यो फेरि गफ लगाउने हाँस्ने ठट्टा गर्ने चाहिँ मैले त रिप्लाई दिँदैन नि। ल म एकपल्ट तपाईँलाई यो फेरि सिकाइदिन्छु नि त। ल तपाईँको सिङ्गल एउटा नम्बर राखेँ मैले। ल 92270125 छ भने म एकछिन ऊबाट ट्याबबाट जोइन भएर हातले लेखिदिउँ कि। ल यति बुझ्ने प्रयास गर्नुहोस् ल। यो माउस नचलाउने, मैले माउसबाट लेख्ने भएको भएर झ्याउ भएको क्या। यदि यस्तो नम्बर छ भने तपाईँले यो 9 चाहिँ योमा राख्नुहुन्छ नि होइन। 2 यहाँ लेख्नुभयो, 2 योमा लेख्नु पऱ्यो, 7 योमा लेख्नु पऱ्यो, 0 लेखेको थिएँ होला मैले पनि बिर्सेँ। 0 2270 कतिवटा हुन्छ र भने उत्योवटा होइन, यसमा अलिक कम बनाए 1 2 3 4 5 6 6वटा नै हो नि होइन। मैले यहाँ 7वटा बनाएको छु कि है। 27 ल मैले मानिलौँ, ल मानिलिउँ एउटा मान्नुहोस् है। अहिले यहाँ यसलाई चाहिँ मैले 5लाई लिएँ। 5 नम्बर तपाईँको छ गरी मानौँ है। तपाईँको नम्बर कति थियो? 9 थियो, 2 थियो, त्यसपछि गएर 2 7 1 र कति थियो त? यो चाहिँ 5 थियो भने अब यो 9 छ भने तपाईँले तल खोज्ने क्या। 9 तल, यहाँ तलै आइसक्यो फेरि यो। यसरी 9मा लगाउने पहिला है, 1 नम्बरमा। अनि त्यसपछि सेकेन्डमा तपाईँको कति छ त? 2 छ, 2मा लगाउने यसरी 2मा। अनि त्यसपछि फेरि 2 नै छ, 2मा लगाउने। त्यसपछि तपाईँको 7 छ, यसरी 7मा लगाउने। त्यसपछि कति छ त? कति लेखाएको थियो? 1 लेखाएको थियो क्या हो, 1 छ। त्यसपछि तपाईँको 5 छ, यसरी 5मा यसरी लगाउने हो क्या है। माथि नम्बर जति भर्नुहुन्छ नि तल त्यही नम्बरमा टिक लगाउने क्या। ओके, यति भयो भने त बुझ्नुभयो होला नि। योभन्दा धेरै त सिकाउनु पनि त भएन क्या। सर अनलाइन क्लास लिन चाहन्छु। 19 नम्बर भन्नुभएको रहेछ। यो सिङ्गल सकेसम्म हाइड गर्नुपर्छ। सिङ्गल चाहिँ अरूको सिङ्गल उ गर्नुहुन्न ल, डिलिट गर्नुहोस् तपाईँको। यति नै होला, अझै छ र? मैले भिडियो